हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी चाहिँ नयाँ एउटा सिस्टम ह्युमन सिस्टममा कार्डियोभास्कुलर सिस्टमको बारेमा कुरा गर्छौँ है। सबभन्दा पहिले हाम्रो कार्डियोभास्कुलर सिस्टमको चाहिँ ओरिजिन थाहा हुनु पर्यो है। हाम्रो कार्डियोभास्कुलर सिस्टम चाहिँ मिजोडर्मल इन ओरिजिन हुन्छ, जस्तै रिप्रोडक्टिभ सिस्टम पनि मिजोडर्मल इन ओरिजिनकै छ है। त्यस्तै हाम्रो कार्डियोभास्कुलर सिस्टम इज मिजोडर्मल इन ओरिजिन है। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरिमा सबभन्दा पहिले कार्डियोभास्कुलर सिस्टम के कुराले मिलेर बनेको हुन्छ। कार्डियो भन्ने बित्तिकै हर्ट, अभियसली त्यसको हर्ट मिलेर बनेको हुन्छ। भास्कुलर सिस्टम भन्ने बित्तिकै हाम्रो ब्लड भेसल अलङ विथ ब्लड भेसलभित्र बग्ने चाहिँ हामी चाहिँ ब्लडबाट मिलेर बनेको हुन्छ। सो थ्री कम्पोनेन्ट अफ द कार्डियोभास्कुलर सिस्टम, हर्ट, ब्लड भेसल्स एन्ड ब्लडको बारेमा कुरा गर्छौँ हामी। सो ब्लड भनेको हामीलाई थाहा छ, ब्लड दुईवटा कम्पोनेन्टबाट बनेको हुन्छ। ब्लड इज कम्पोज अफ ब्लड प्लाज्मा विच इज 55% बाई द भोल्युम एन्ड द ब्लड सेल विच इज 45% बाई द भोल्युम भन्ने, अथवा 45% बाई द भोल्युम भन्ने गर्छ है। ब्लड सेल पनि मेबी रेड ब्लड कर्पस्कल्स हुनसक्छ, व्हाइट ब्लड कर्पस्कल्स हुनसक्छ, अथवा चाहिँ हामी चाहिँ प्लेटलेट्स हुनसक्छ है। यसको बारेमा हामी ब्लडको बारेमा एनिमल टिस्युमा हामी डिटेलमा पढ्छौँ एज अ फ्लुइड कनेक्टिभ टिस्युभित्र है। आज चाहिँ हामी बढी चाहिँ फोकस गर्ने भनेको ब्लड भेसल एन्ड हार्टको बारेमा चाहिँ बढी फोकस गर्छौँ है। सो इनिसियली हामी ब्लड भेसलको बारेमा बुझौँ त। हेर त, ब्लड भेसल हाम्रो बडीमा तीन टाइपको ब्लड भेसल हुन्छ। एउटा भनेको आर्ट्री हो। आर्ट्रीको काम के गर्छ त बाबु भन्दाखेरिमा आर्ट्री ए फोर आर्ट्री, ए फोर अवे भन्छ। सो दिज आर द ब्लड भेसल द्याट केरिज ब्लड अवे फ्रम द हार्ट भन्ने कुरा भन्छ है। आर्ट्रिजको बारेमा बुझ्दाखेरिमा भेन्सहरू कुरा गर्छौँ भने भेन्सहरूले चाहिँ हामी चाहिँ केरी गर्छ ब्लड टुवार्ड द हार्ट भन्ने बुझ्नु के भयो। टुवार्ड्स द हार्टतिर चाहिँ हामी चाहिँ यसले चाहिँ हामी चाहिँ ब्लड केरी गरेर ल्याउने गर्छ। क्यापिलरिज भनेको माइन्युट खालको ब्लड भेसल्सहरू जसले चाहिँ मेनली चाहिँ फुडहरू एक्सचेन्जमा चाहिँ हेल्प गर्ने गर्छ है। सो हाम्रो सबभन्दा पहिले ब्लड भेसल्सहरूको लेयरको कुरा गरौँ है। हाम्रो चाहिँ आर्ट्री र भेनको केसमा चाहिँ हाम्रो तिनवटा लेयरबाट भने हुन्छ। कति लेयर बाबुहरू? तिनवटा लेयर हुन्छ है। यस्तो खालको लेयर हुन्छ। कति लेयर हुने रहेछ? तिनवटा लेयरहरू हुने रहेछ है बाबु। सबभन्दा बाहिरको लेयरलाई चाहिँ हामी के भन्ने भन्दाखेरिमा, बाहिरको लेयर आउटर मोस्ट लेयरलाई चाहिँ हामी चाहिँ के भन्ने गर्छौँ? ट्युनिका एक्सटर्ना भन्ने के भन्ने बाबुहरू? ट्युनिका एक्सटर्ना भनेको आउटसाइडतिर, सो ट्युनिका एक्सटर्ना भन्ने, ठिक छ। यो चाहिँ मेनली चाहिँ फाइब्रस लेयर हो है, फाइब्रस लेयर हो। अनि यो चाहिँ कोलाजन फाइबरहरूमा चाहिँ रिच हुने गर्छ। केमा रिच हुन्छ? कोलाजिन फाइबर्सहरूमा रिच हुने गर्छ, ठिक छ। त्यसको भित्रको लेयर चाहिँ हाम्रो ट्युनिका मिडिया भन्ने। कुन लेयर बाबुहरू? ट्युनिका मिडिया भन्ने है। ट्युनिका मिडिया भन्ने लेयर चाहिँ स्मुथ मसलबाट कम्पोज भएको हुन्छ। कुन मसल बाबुहरू? स्मुथ मसल्सहरूबाट कम्पोज भएको हुन्छ भने सबभन्दा भित्रको लेयरलाई चाहिँ हामी चाहिँ ट्युनिका इन्टर्ना भन्ने। कुन लेयर बाबुहरू? ट्युनिका इन्टर्ना। ट्युनिका इन्टर्नाको अर्को नाम के पनि हो बाबुहरू? इन्डोथेलियम पनि हो है। हामीलाई धेरैचोटि इन्ट्रान्समा सोध्छ इन्डोथेलियम अथवा ट्युनिका इन्टर्ना चाहिँ केले लाइन गर्छ भने सिम्पल स्क्वामस एपिथेलियमबाट लाइन भएको हुन्छ है। क्यापिलरिजमा ट्युनिका इन्टर्ना भन्ने मात्र लेयर अथवा इन्डोथेलियम भन्ने लेयर मात्र प्रेजेन्ट हुन्छ, जसलाई लाइनिङ एपिथेलियम के रहेछ त्यसमा? सिम्पल स्क्वामस एपिथेलियम। त्यो भेरी भेरी इम्पोर्टेन्ट क्वेसन है। यही कुरा लेखाएको छ त। क्यापिलरिज चाहिँ सिङ्गल लेयर हो, द्याट इज ट्युनिका इन्टर्ना मात्र हुन्छ, जसलाई इन्डोथेलियम पनि भन्ने गर्छौँ, जसलाई हाम्रो सिम्पल स्क्वामस एपिथेलियमले लाइन गरेको हुन्छ है। र क्यापिलरिजहरू चाहिँ आर्ट्रीहरू जस्तै हाम्रो बडीमा डिपली सिटेड हुने गर्छन् है। र यो चाहिँ साइट भनेको क्यापिलरिज आर द साइट फर द एक्सचेन्ज अफ द सबस्टेन्सेस बिट्विन ब्लड एज वेल एज टिस्यु फ्लुइडको बिचमा एक्सचेन्ज हुने साइटलाई चाहिँ हामी क्यापिलरिज भन्ने गर्छौँ। सो आर्ट्री र भेनको बारेमा कुरा गर्छौँ बाबुहरू। आर्ट्रीमा कुरा गर्छौँ भने आर्ट्रीमा चाहिँ जो ट्युनिका मिडिया भन्ने लेयर भन्यो, जो स्मुथ मसलबाट कम्पोज भएको हुन्छ, त्यो धेरै थिक हुने गर्छ है। सो ट्युनिका मिडिया चाहिँ धेरै थिक भएको हुनाले यसको आर्ट्रीहरूको ल्युमेन चाहिँ न्यारो हुन्छ। के हुने रहेछ बाबुहरू? न्यारो हुने रहेछ है। र आर्ट्रीहरूमा अलवेज रिमेम्बर गर बाबुहरू, आर्ट्रिज डु नट कन्टेन भल्भ हुँदैन है। आर्ट्रिजहरूमा भल्भ हुँदैन। भल्भ कहाँ हुने रहेछ बाबुहरू? भेन्सहरूमा चाहिँ भल्भहरू हुने रहेछ। भल्भको काम के हो बाबु थाहा छ? हाम्रो बडीमा ब्याक फ्लोलाई चाहिँ प्रिभेन्ट गर्छ। के गर्ने छ बाबुहरू? ब्याक फ्लो अफ द ब्लडलाई चाहिँ प्रिभेन्ट गर्ने काम गर्छ। इन्ट्रान्समिट डाइपोजिसन, यो पनि बुझिराख्नु ओके। भल्भले के गर्छ, ठिक छ। ल हेर त, अब त्यही कुरा लेखाएको छ। हेर त, आर्ट्रिज र भेन्सहरूको तिनवटा लेयर रहेछ। सबभन्दा बाहिरको लेयरलाई हामीले के भन्यो? ट्युनिका एक्सटर्ना भन्यो अथवा ट्युनिका एडभेन्सिया पनि भन्ने गरिन्छ है। यो चाहिँ कस्तो लेयर हो? फाइब्रस लेयर हो। कुन फाइबरबाट भन्छ? मेनली यसमा डोमिनेन्ट फाइबर भनेको कोलाजन फाइबर हो। सो कोलाजन रिच लेयर हुने गर्छ है। त्यसपछिको लेयर चाहिँ द ट्युनिका मिडिया भन्ने गर्छौँ। दिस ट्युनिका मिडिया भनेको मिडल लेयर हो। केबाट बन्छ? स्मुथ मसलबाट बन्छ। ऊ चाहिँ लेयर हो भने अहिले ट्युनिका इन्टर्ना इन्डोथेलियम लाइन बाई सिम्पल स्क्वामस एपिथेलियम। ल
अब हामी चाहिँ आर्टरी र भेन्सहरूको बिचमा सिम्पल डिफ्रेन्स हुन्छ है बाबुहरू। आर्टरिजहरू अलवेज इलास्टिक नेचरको हुने गर्छन्। कस्तो अब इलास्टिक नेचरको हुने गर्छन्, नन कोल्याप्सेबल हुने गर्छन् है बाबुहरू। कस्तो हुनेछन्, नन कोल्याप्सेबल हुन्छन् अनि ठिक हुन्छन्। किन ठिक भएको त भन्दाखेरिमा यसमा ट्युनिका मिडिया भन्ने लेयर भनेको छौँ। ट्युनिका मिडिया भन्ने लेयर जो स्मुथ मसलबाट बनेको थियो त्यो चाहिँ धेरै ठिक भएको हुनाले यी ठिक हुने गर्छ इन कम्पेरिजन टु द भेन्स। सो भेन्सहरू चाहिँ थिन हुन्छ, कोल्याप्सेबल नेचरको हुन्छ र इलास्टिक नेचर पनि कम हुने गर्छ है। र हामीलाई थाहा छ त्यही कारण त्यो आर्टरिजहरूमा ट्युनिका मिडिया चाहिँ धेरै ठुलो लेयर हुन्छ इन कम्पेरिजन टु ट्युनिका एक्सटर्नमा। भेन्सहरूमा ट्युनिका एक्सटर्नमा चाहिँ अझै लेयर चाहिँ ठुलो हुने गर्छ ट्युनिका मिडियाको कम्पेरिजनमा। त्यही कारणले आर्टरिजहरूको चाहिँ ल्युमेन धेरै न्यारो हुन्छ र भेन्सहरूको ल्युमेन चाहिँ वाइडर हुन्छ। हामीले पनि भनेका छौँ आर्टरिजहरूमा भल्भस हुँदैन, भेन्सहरूमा भल्भसहरू चाहिँ प्रेजेन्ट भएको हुन्छ। एक्सेप्सन कुन कुनमा मात्र प्रेजेन्ट हुँदैन भने पल्मोनरी भेनमा हुँदैन, इन्टरनल जुगुलार भेनमा हुँदैन, साइनसेस अफ द ब्रेनहरूमा हुँदैन, एन्ड सुपेरियर भेना काभाहरूमा हुँदैन। यसको लागि ट्रिक के सम्झिने, PISS सम्झिने है बाबु। ओके, केमा हुँदैन भन्ने, ठिक छ। अनि हामीलाई यो पनि थाहा छ आर्टरिजहरू हाम्रो बडीमा डिपली सिडेड हुने गर्छन्, एज लाइक द्याट अफ द क्यापिलरिज जस्तै भन्यो भने अहिले फेन्सहरू चाहिँ सुपरफिसियली चाहिँ प्लेस भएको हुन्छ नि बडीमा। ओके बाबुहरू, र हामीले भनिसकेका छौँ भल्भले चाहिँ हाम्रो बडीमा ब्याक फ्लो अफ द ब्लडलाई चाहिँ प्रिभेन्ट गर्ने काम गर्छ। ओके, र बाबुहरू दुईवटा वर्ड सुन्यो भने त बाबुहरू कोल्याप्सेबल भन्यो, आर्टरिजहरू कोल्याप्सेबल हुँदैनन् भन्ने कुरा गऱ्यौँ, भेन्सहरू चाहिँ कोल्याप्सेबल हुन्छन् भन्ने कुरा गऱ्यौँ। यसको मतलब के हो त है, हामी बुझौँ त यसको मतलब के रहेछ है। यदि हामी डेड बडीलाई चाहिँ हामी क्याडाभर भन्ने गरिन्छ, के भन्ने बाबुहरू, क्याडाभर भन्ने। जुन बेला तिमी क्याडाभर हेर्छौ, क्याडाभरमा चाहिँ आर्टरी र भेन चाहिँ छुट्याउनु पर्यो। हो, त्यो आर्टरी र भेन छुट्याउने तरिका भनेको यो हो कि आर्टरिजहरू चाहिँ नन कोल्याप्सेबल हुन्छन् है, यस्तोको यस्तै रहन्छन् तिनीहरू चाहिँ क्याडाभरमा पनि, तर भेन्सहरू चाहिँ कोल्याप्स भएर यस्तो भइदिन्छन् है डेड बडी जता क्याडाभरहरूमा। सो यसरी छुट्याउने तरिका हो है। ओके, ल यो कुरा पनि बुझ्नु पर्यो। त्यस्तै हामीलाई थाहा छ आर्टरीले चाहिँ ब्लड चाहिँ अवे फ्रम द हार्ट क्यारी गर्ने हुनाले, अवे फ्रम हार्ट क्यारी गर्ने हुनाले यसले कस्तो ब्लड क्यारी गर्नुपर्छ होला, अक्सिजनेटेड ब्लड क्यारी गर्नुपर्छ होला है। तर एक्सेप्ट दुईटा, एउटा पल्मोनरी आर्टरीले है, पल्मोनरी आर्टरीले चाहिँ जसले चाहिँ हाम्रो चाहिँ हामी चाहिँ के गर्थ्यो, राइट भेन्ट्रिकलबाट ब्लडलाई चाहिँ हामी चाहिँ लङ्सतिर लग्थ्यो। लङ्समा गएपछि मात्र अक्सिजनेसन हुने हुनाले पल्मोनरी आर्टरीले चाहिँ डिअक्सिजनेटेड ब्लड क्यारी गर्छ र अम्बेलिकल आर्टरीले पनि डिअक्सिजनेटेड ब्लड क्यारी गर्छ। ठ्याक्कै उल्टो हुन्छ हाम्रो केसमा, इन केस अफ द भेन्सहरूमा। भेन्सहरू सबैले हाम्रो बडीमा डिअक्सिजनेटेड ब्लड क्यारी गरेर अथवा ड्रेन गर्छ भनौँ नि, ड्रेन गरेर ल्याउने गर्छ हार्टतिर, वाइल एक्सेप्ट दुईटा, पल्मोनरी भेन र अम्बेलिकल भेन। तिमीहरूलाई बाबुहरू इन्ट्रान्समा एउटा क्वेसन के सोध्छ भन्दाखेरिमा अम्बेलिकल आर्टरी र अम्बेलिकल भेनको नम्बरको रेसियो भन्यो भने तिम्रो बडीमा दुईटा अम्बेलिकल आर्टरी हुन्छ, एउटा अम्बेलिकल भेन हुन्छ है, इन केस अफ द फिटसको लाइफमा है। त्यही कारणले 2:1 रेसियो हुन्छ भनेर भन्नु पर्यो। ओके बाबुहरू, ल अब हामी के ब्लड भेसलसँग रिलेटेड भयो केही कुराहरू बुझौँ है। जस्तै हाम्रो बडीमा सबभन्दा ठुलो ब्लड भेसल कुन हो भन्यो भने लार्जेस्ट ब्लड भेसल भन्नुको मतलब चाहिँ लार्जेस्ट आर्टरी भन्नु खोजे है। तिम्रो बडीको सबभन्दा ठुलो आर्टरी कुन भन्नुभयो भने औटा भन्ने, कुन भन्ने बाबुहरू, औटा भन्ने, ठिक छ। त्यस्तै लार्जेस्ट भेन कुन हो भन्यो भने इन्फेरियर भेना काभा भन्ने, कुन बाबु, इन्फेरियर भेना काभा भन्ने है। अनि तिम्रो बडीको सबभन्दा लङ्गेस्ट भेन, यो चाहिँ आइएममा पनि सोधेको क्वेसन हो, लङ्गेस्ट भेन भनेको लङ सेफिनस भेन भन्ने, कुन भेन भन्ने बाबु, लङ स्याफिनस भेन भन्ने। यसले हामी मेनली चाहिँ भेनको ग्राफ्ट गर्नुमा युज गरिन्छ, त्यही कारणले भेनोग्राफ्टमा पनि यसै भेनलाई चाहिँ युज गर्ने गरिन्छ। किन लामो छ है, त्यही कारण अहिले काट्यो भने के फरक पर्दैन, जोइन गर्नु सजिलो हो, त्यही कारणले यसलाई भेनोग्राफ्टमा पनि युज गरिन्छ। ओके, अब तिनवटा कुरा है बाबुहरू, पछि पर्छ हामी पल्स मेजर गर्नको लागि युज हुने चाहिँ तिम्रो आर्टरीको नाम चाहिँ इज द रेडियल आर्टरी हो है। त्यस्तै ब्लड प्रेसर मेजर गर्नको लागि युज हुने आर्टरी चाहिँ ब्राकियल आर्टरी हो है। अनि ब्लड भेसलको स्टडी गर्नलाई चाहिँ हामी के भन्छ थाहा छ, एन्जियोलोजी भन्ने भन्छ। के भन्ने बाबुहरू, एन्जियोलोजी भन्ने। ओके, ल दिस इज अल अबाउट द ब्लड भेसलको बारेमा यति कुरा हामीलाई थाहा हुनु पर्यो है, आर्टरिज भेन एन्ड क्यापिलरिजको बारेमा। अब हामी हार्टको बारेमा भन्नु बाबुहरू। हार्टको ओरिजिन भनिसकेको छ, कस्तो ओरिजिनको हुन्छ, मिजोडर्मल ओरिजिन हुन्छ। कस्तो अर्गान हो त हार्ट है, हार्ट कस्तो अर्गान हुन्छ, कोन सेप हुन्छ, यस्तो हुन्छ नि। हामी हार्ट बनाउने भयो भने, हार्ट बनायो भने कस्तो हुन्छ बाबुहरू, हाम्रो हार्ट चाहिँ यस्तो खालको अर्गान हुन्छ नि। सो कस्तो छ सेप हेर त, कोन खालको सेप हेर्छ, त्यही कारणले कोनिकल भन्ने गर्छ है, कोनिकल हो। अभियसली होलो हुन्छ किनकि यसभित्र ब्लड फिल्ड हुन्छ, प्लस मस्कुलर अर्गान। कुन मसलबाट बन्छ भन्यो भने कार्डियक मसलबाट बन्छ। धेरैचोटि सोध्छ है, हाम्रो चाहिँ हार्टमा कुन मसल प्रेजेन्ट हुन्छ अथवा टिस्यु प्रेजेन्ट हुन्छ भने कार्डियक टिस्यु भन्ने। ओके, ल अनि साइजको कुरा गर्दाखेरिमा यो चाहिँ हाम्रो फिस्ट है, मुठी
को टाइट गरेपछि जत्रो साइज हुन्छ त्यही बराबरको हुन्छ है। हार्टको चाहिँ वेटको कुरा गर्छौँ भने मेलमा अलि हायर वेट हुन्छ, यसको चाहिँ अलि बढी हुन्छ, 300 देखि 350 ग्राम जति हुन्छ भने फिमेलमा लिटिल बिट स्मलर इन्स वेट हुने गर्छ, नियरली 250 टु 300 ग्राम जति हुने गर्छ है। बाबुहरू सबभन्दा पहिले हामी यो हार्टको लोकेसनको बारेमा कुरा गरौँ। बाबु कहाँ प्रेजेन्ट हुन्छ त हाम्रो बडीमा हार्ट भन्ने कुरा आउँछ है। हाम्रो बडीमा हार्ट चाहिँ है मिडल मेडिस्टिनममा प्रेजेन्ट भएको हुन्छ। थोरेसिक केजको अथवा थोरेसिक क्याभिटीको मिडल मेडिस्टिनम भन्ने रिजनमा चाहिँ प्रेजेन्ट भएको हुन्छ। अब बुझौँ हामी मेडिस्टिनम भने के हो, यो टर्म बुझ्नु पर्यो। ल हेर त बाबुहरू, मेडिस्टिनम भने के रहेछ बाबुहरू, जस्तै हेर त बाबुहरू, म एउटा फिगर बनाउँछु है। तिमीसँग एउटा यस्तो राइट लङ छ है, यहाँ तिम्रो चाहिँ लेफ्ट लङ छ। हामीलाई थाहा छ लङलाई कभरिङ गर्ने आउटर कभरिङलाई चाहिँ प्लुरा भन्ने गर्छौँ। के भन्छ अब, प्लुरा भन्ने गर्छौँ। यी दुईटाको बिचको जो स्पेस प्रेजेन्ट हुन्छ त्यसलाई नै हामी चाहिँ मेडिस्टिनम भन्ने गर्छौँ। दुईटा चाहिँ हामी चाहिँ प्लुरल क्याभिटी अथवा लङ्सहरूको बिचको स्पेसलाई मेडिस्टिनम भन्ने गर्छ है। अब मेडिस्टिनम पनि फर्दर सब डिभाइड भएको हुन्छ। केमा रहेछ बाबुहरू, सुपेरियर मेडिस्टिनम एन्ड इन्फेरियर मेडिस्टिनममा डिभाइड भएको हुन्छ है। र यो इन्फेरियर मेडिस्टिनम पनि एन्टेरियर, मिडिल र पोस्टेरियर मेडिस्टिनम गरी 3टा भागमा डिभाइड भएको हुन्छ। र यसको चाहिँ इन्फेरियर मेडिस्टिनमको मिडल मेडिस्टिनममा हाम्रो हार्ट लोकेटेड भएको हुन्छ। र हामीलाई थाहा छ हार्टलाई साउन्ड गर्ने स्ट्रक्चरको नाम पेरिकार्डियम हो। सो हार्ट एन्ड पेरिकार्डियम आर लोकेटेड इन मिडल मेडिस्टिनम। भेरी भेरी इम्पोर्टेन्ट क्वेसन, यो पनि बुझ्नु पर्यो। ल हेर, अब म यसै कुरालाई फिगरबाट एक्सप्लेन गर्छु। हेर त बाबुहरू, यस्तो हुन्छ है। यो तिम्रो फर्स्ट रिब हो है, यो तिम्रो कुन हो, फर्स्ट रिब हो। यो चाहिँ तिम्रो चाहिँ हामी चाहिँ भर्टिबल कलमको कुरा आउँदैछ, यो चाहिँ थोरेसिक भर्टिब्राबाट देखाउनु खोजेको छ है। र अगाडितिर चाहिँ तिम्रो चाहिँ हामी चाहिँ बडीमा चाहिँ के हुन्छ, यसलाई चाहिँ हामी है स्टर्नम भन्ने गर्छ। के भन्छ अब, स्टर्नम भन्ने कुरा हुन्छ है। र हेर त यसमा चाहिँ हामी चाहिँ यसलाई चाहिँ हामी चाहिँ एङ्गल अफ लुइस हो बाबुहरू। कुन हो यसलाई, एङ्गल अफ लुइस भन्ने गरिन्छ है। सो एङ्गल अफ लुइसदेखि एउटा इमेजिनेरी लाइन तान्दाखेरिमा है कहाँदेखि T4 र T5 को बिचमा, T4 र T5, T4 भर्टिब्रा र T5 भर्टिब्राको बिचसम्म चाहिँ इमेजिन लाइन तान्दाखेरिमा एङ्गल अफ लुइसदेखि है त्यसले चाहिँ हामी चाहिँ मेडिस्टिनमलाई दुई भागमा डिभाइड गर्ने रहेछ बाबुहरू। त्योभन्दा माथिको भागलाई हामी सुपेरियर मेडिस्टिनम भन्ने गर्छौँ। त्योभन्दा तलको सबै भागलाई के भन्ने रहेछ थाहा छ बाबुहरू, यसलाई इन्फेरियर मेडिस्टिनम भन्ने, के भन्ने, इन्फेरियर मेडिस्टिनम भन्ने छ है। फर्दर हामीले भने इन्फेरियर मेडिस्टिनम पनि 3टा भागमा डिभाइड भएको हुन्छ। यो चाहिँ एन्टेरियर मेडिस्टिनम भयो, यो चाहिँ मिडल मेडिस्टिनम भयो, यो चाहिँ पोस्टेरियर मेडिस्टिनम भयो। यो पोजिसनमा इन्फेरियर मिडल मेडिस्टिनममा हाम्रो हार्ट लोकेटेड भएको हुन्छ, हार्ट प्लस पेरिकार्डियम। किनकि हार्टलाई कभरिङ गर्ने आउटर स्ट्रक्चर के हो त, पेरिकार्डियम हो। जस्तै हाम्रो लङ्सलाई कभर गर्ने आउटर स्ट्रक्चरलाई के भन्यो भर्खर, प्लुरा भन्यो है। यो कुरा पनि थाहा हुनु पर्यो। अनि स्पाइनल कर्ड है र ब्रेनलाई चाहिँ हामी चाहिँ कभरिङ गर्ने आउटर कभरिङको नाम भन्यो, प्रोटेक्टिभ कभरिङको नाम के भन्छौँ, मेनिन्जेस भन्ने गर्छ। यो कुराहरू इन्ट्रान्समा सोधिरहेको छ, यस्तो कुरा थाहा हुनु पर्यो। ओके ल, त्यसपछि अब हामी त्यही कुराको बारेमा अब चाहिँ हामी यो पढिसकेपछि मेडिस्टिनमको बारेमा बुझिसकेपछि, हामी लोकेसन बुझिसकेपछि, मिडल मेडिस्टिनम हुन्छ भन्ने कुरा बुझिसकेपछि हार्टको र पेरिकार्डियमको, हामी हार्टको लेयरको बारेमा कुरा गर्छौँ है बाबुहरू। हार्टको लेयर चाहिँ 3टा लेयर हुन्छन्। हार्टमा कति लेयर हुने रहेछन् बाबुहरू, 3टा लेयर हुने गर्छ। सबभन्दा बाहिरको लेयरलाई पेरिकार्डियम भन्ने, अर्को नाम यसको के पनि हो, एपिकार्डियम पनि है। आउटर मोस्ट कभरिङ अफ द हार्टलाई चाहिँ हामी के भन्ने, पेरिकार्डियम अथवा हामी के भन्छौँ, एपिकार्डियम भन्ने गर्छौँ। हामीलाई पनि भर्खर भनेको थिएँ है, हार्टलाई कभरिङ गर्ने आउटर स्ट्रक्चरको नाम नै हाम्रो पेरिकार्डियम है। अब यो पेरिकार्डियम पनि फर्दर डिभाइड भएको हुन्छ। के थाहा छ, आउटर चाहिँ सिरस आउटर चाहिँ हामी चाहिँ आउटर चाहिँ सो दिस बाबुहरू, यो तिम्रो पेरिकार्डियम पनि फर्दर डिभाइड भएको हुनेछ है बाबुहरू। पेरिकार्डियम पनि तिम्रो बडीमा फर्दर गेट्स डिभाइडेड भएको हुन्छ। के बाबु, पेरिकार्डियम पनि डिभाइड भएको हुन्छ आउटर फाइब्रस पेरिकार्डियममा, आउटर फाइब्रस पेरिकार्डियममा र इनर चाहिँ भिसरल पेरिकार्डियम बाबु, इनर भिसरल पेरिकार्डियम। अनि इनर भिसरल पेरिकार्डियमको दुईटा लेयर हुन्छ। आउटर चाहिँ सिरस, हाफ आउटर चाहिँ हामी चाहिँ पराइटल लेयर हुन्छ भने इनर चाहिँ भिसरल लेयर हुन्छ है बाबुहरू। के हुने रहेछ, इनर भिसरल लेयर। र यो इनर भिसरल लेयर चाहिँ हाम्रो हार्टसँग चाहिँ अट्याच भएर बसेको हुन्छ। र आउटर पेराइटल र इनर भिसरल लेयरको बिचको ग्यापलाई चाहिँ हामी के भन्ने गर्छौँ, पेरिकार्डियल स्पेस भन्ने गरिन्छ। र पेरिकार्डियल स्पेसमा नै हाम्रो के हुन्छ, देयर इज द प्रेजेन्स अफ द पेरिकार्डियल फ्लुइड। र पेरिकार्डियल फ्लुइडले चाहिँ हार्टमा हुने चाहिँ फ्रिक्सनहरू त्यसलाई रिड्युस गर्नमा हेल्प गर्छ। ओके, त्यही बारे हामी पढ्छौँ है। ल हेर त, सो आउटर मोस्ट कभरिङ पेरिकार्डियम भन्यो, यसको दुईटा लेयर हुन्छ। आउटर लेयरलाई हामी फाइब्रस लेयर भन्ने गर्छौँ, फाइबरबाट बने हुन्छ। इनर लेयरलाई चाहिँ हामी सिरस लेयर भन्ने गरिन्छ है। सो इनर लेयर पनि दुईटामा डिभाइड भएको हुन्छ। त्यसको पनि आउटर चाहिँ पराइटल लेयर हुन्छ, इनर चाहिँ भिसरल लेयर हुन्छ। र यी दुईटा लेयरको बिचमा, पराइटल र भिसरल लेयरको बिचमा एउटा स्पेस
प्रेजेन्ट भएको हुन्छ त्यो स्पेसलाई हामी पेरिकार्डियल स्पेस भन्यौँ जसमा चाहिँ के फिल्ड हुने रहेछ पेरिकार्डियल फ्लुइड फिल्ड हुने रहेछ पेरिकार्डियल फ्लुइडको काम के गर्छ भने यसले रिड्युसेस गर्छ फ्रिक्सन घटाउने काम गर्छ ओके बाबुहरू यति कुरा बुझ्नु पर्यो है यो कुरा चाहिँ सोधेको थियो इक्जाममा ओके त्यसपछि मायोकार्डियमको बारेमा पनि केही कुरा गर्यो मायो भन्ने बित्तिकै हामी चाहिँ अब एब्सोल्युटली मसलसँग रिलेटेड भएको कुरा हो मिडल लेयर हो सबभन्दा M4 M मिडल लेयर हुन्छ यो चाहिँ सबभन्दा थिकेस्ट लेयर पनि हो केबाट बन्छ भने कार्डियक चाहिँ मसल अथवा कार्डियक टिस्युबाट बन्छ हामीलाई थाहा छ कार्डियक मसल अथवा कार्डियक टिस्युहरू चाहिँ कार्डियक टिस्युको वान अफ द इम्पोर्टेन्ट क्यारेक्टरिस्टिक फिचर के हो त प्रेजेन्स अफ द इन्टरक्यालेटेड डिस्क भन्ने गर्छन् के हो अबहरू इन्टरक्यालेटेड डिस्कको प्रेजेन्स भएको यो पनि सोधिरहेको छ इन्ट्रान्समा सो जोइन टुगेदर बाई द इन्टरक्यालेटेड डिस्क भनेको छ ओके त्यसपछि इनरमोस्ट लेयरलाई चाहिँ हामी कुन लेयर भन्यौँ इन्डोकार्डियम भन्यो कुन लेयर बाबुहरू इन्डोकार्डियम भन्ने इनरमोस्ट लेयर हो यसले चाहिँ हामी चाहिँ इन्डोकार्डियमले पनि त्यही कारणले सिम्पल स्क्वाम सेप थेलम कन्टेन गर्छ है सिम्पल स्क्वाम सेप थेलम कहाँ कहाँ हुन्छ भने सम्झने तरिका भने ए बी सी है ईको कुरा गरेको थियौँ हामीले चाहिँ ओके बाबुहरू यसै हामी चाहिँ पछि एनिमल टिस्युमा पढ्छौँ एबाट हामी चाहिँ के आउँछ बाबुहरू एबाट हाम्रो चाहिँ एल्भ्युलाइमा प्रेजेन्ट हुन्छ बोमेन्स क्याप्सुलमा प्रेजेन्ट भएको हुन्छ क्यापिलरिजहरूमा प्रेजेन्ट भएको हुन्छ इन्डोथिलियममा इन्डोकार्डियमहरूमा प्रेजेन्ट हुन्छ भनेर भन्न सक्छौँ हामी ओके बाबुहरू ल त्यसपछि बाबुहरू हामी फर्दर कुरा गरौँ त है अब चाहिँ एउटा अर्को क्वेसन सोधिराख्ने इक्जाममा एमओईमा सोधेको क्वेसन चाहिँ द एरिया अफ चेस्ट ओभरलाइङ द हटलाई चाहिँ हामी चाहिँ ओभरलाइङ गर्ने चेस्टको एरियालाई के भन्ने भने फ्रिकोर्डियम भन्ने के भन्ने फ्रिकोर्डियम भन्ने ओके बाबुहरू ल हामी अब चाहिँ हार्टको चाहिँ हामी चाहिँ ग्रस फिचरको बारेमा कुरा गरौँ है बाहिरबाट हेर्दा ग्रसली हेर्दाखेरिमा हाम्रो चाहिँ हार्टले के पार्टहरू हुन्छ हार्टमा चाहिँ कुरा गर्दाखेरिमा हार्टको एफेक्स हुन्छ बाबुहरू हार्टमा चाहिँ एफेक्स हुन्छ यो एफेक्स भन्ने कुरा हेर्दा बाबुहरू म फिगरबाट देखाउँछु हेर्दा हार्टको चाहिँ यहाँ के छ अब यहाँ चाहिँ बेस हुन्छ हार्टको बेस हुन्छ हार्टमा एफेक्स हुन्छ यो हार्टको नि बाबुहरू एफेक्स नि चाहिँ लेफ्ट भेन्टिकलले मात्र बनाउँछ है बाबुहरू के बनाउने रहेछ लेफ्ट भेन्टिकलले बनाउने रहेछ र हामी एपेक्स बिट भन्ने कुरा गर्छौँ बाबुहरू अनि हार्टको चाहिँ साउन्ड सुन्ने ठाउँ भनेको नि एपेक्स अफ हार्ट है बाबुहरू कहाँ हो एपेक्स अफ हार्ट हो त्यसलाई एपेक्स बिट भन्ने गर्छौँ कहाँ प्रेजेन्ट हुन्छ थाहा छ बाबुहरू यो फिफ्थ इन्टरकोस्टल स्पेसमा प्रेजेन्ट हुन्छ है फिफ्थ इन्टरकोस्टल स्पेसमा 9 सेन्टिमिटर अवे फ्रम मिड लाइन कुन साइडमा लेफ्ट साइडमा हामी यसको बारेमा पछि पढ्छौँ है यो क्वेसन सोधिरहेको छ ओके बाबुहरू केबाट बन्ने छ हार्टमा बेस हुन्छ है एपेक्स हुन्छ अब यसमा चाहिँ तीनटा सर्फेस हुन्छ है बाबु एउटा सर्फेस यो अगाडिको सर्फेसलाई एन्टेरियर सर्फेस अथवा स्टर्नोकोस्टल सर्फेस भनिन्छ ठ्याक्कै यसको पछाडि हुने सर्फेसलाई पोस्टेरियर सर्फेस भन्ने गर्छौँ अनि यो चाहिँ डायफ्रामतिर भएको सर्फेसलाई हामी डायफ्रामेटिक सर्फेस भन्ने कुरा हुन्छ सो तीनटा सर्फेस पनि हुन्छन् है त्यस्तै हाम्रो है सो कुन सर्फेस कुरा गर्ने बाबुहरू मैले सर्फेसमा कुरा गर्दाखेरिमा एउटा सबभन्दा पहिले हामी एपेक्सकै कुरा गरौँ मैले के भने एपेक्सले चाहिँ हामी चाहिँ लेफ्ट भेन्टिकलले मात्र बनाउँछ ओके बाबुहरू कहाँ लोकेटेड हुन्छ 9 सेन्टिमिटर टु द लेफ्ट अफ द मिड लाइन एट द लेभल अफ द फिफ्थ इन्टरकोस्टल स्पेस बाबु यो कुरा थाहा हुनुपर्छ एपेक्सको लोकेसन एपेक्स बिटको लोकेसन भनौँ भने धेरैचोटि इन्ट्रान्समा सोधिरहेको छ त्यो बेला भन्नु सक्छ फिफ्थ इन्टरकोस्टल स्पेस भन्नु पर्यो कहाँ रहेछ त्यो पनि 9 सेन्टिमिटर मिड लाइनको 9 सेन्टिमिटर जस्तै यो चाहिँ मिड लाइन हो भने यसरी तिम्रो एपेक्स बिट लोकेटेड भएको यतातिर है फिफ्थ इन्टरकोस्टल स्पेसमा हुने भयो 9 सेन्टिमिटर अवे फ्रम द मिड लाइन हुने भयो लेफ्ट साइडतिर है ओके त्यस्तै गरी हाम्रो बेस जो हुन्छ बेस चाहिँ हामी चाहिँ इज रिलेटेड टु द पोस्टेरियर सर्फेससँग रिलेटेड भएको हुन्छ र यो चाहिँ राइट साइडतिर फेसिङ भइरहेको हुन्छ बडीमा त्यही कारण यसरी तिम्रो हट लोकेटेड भएको यस्तै आउँछ कम्तीमा है अब यस्तो भन्दा पनि यसरी भनौँ नि ल यस्तो खालको हुन्छ ठिकै यो चाहिँ तिम्रो राइट साइडतिर आउँछ यसरी मिड लाइन हो भने है बेस चाहिँ अलि र एपेक्स चाहिँ हामी चाहिँ लेफ्ट साइडतिर पर्छ है हाम्रो त्यस्तै तीनटा सर्फेसहरू हुन्छ सर्फेसको नाम मैले भनेको थिएँ एउटा सर्फेसलाई एन्टेरियर सर्फेस भन्ने अर्को नाम एन्टेरियर सर्फेसको स्टर्नोकोस्टल सर्फेस हो है स्टर्नमतिर फेस भएको हुनाले स्टर्नोकोस्टल सर्फेस भनेको हो एउटा तलतिर हुने सर्फेसलाई चाहिँ हामी यहाँ त के छ हाम्रो डायफ्राम छ अभियसली त्यही कारणले त्यो सर्फेसलाई हाम्रो डायफ्रामेटिक सर्फेस भनेको हो अल्सो इन्फेरियर सर्फेस पनि भन्नु मिल्छ एउटा चाहिँ लेफ्ट साइडतिर हुने सर्फेसलाई यो सर्फेसलाई हामी लेफ्ट सर्फेस भन्ने कुरा भनिन्छ है बाबु सो तीनटा सर्फेसबाट हुन्छ अनि तीनटै बोर्डर हुन्छ बोर्डरको नाम चाहिँ राइट साइडमा हुने बोर्डर राइट बोर्डर है लेफ्ट साइडमा हुने बोर्डर लेफ्ट बोर्डर अनि इन्फेरियरमा हुने डायफ्रामेटिक सर्फेसतिर हुने बोर्डरलाई इन्फेरियर बोर्डर भनेको छ ओके बाबुहरू र ग्रुप पनि तीनटा हुन्छन् ग्रुप चाहिँ थाहा हुनु पर्यो हामीले ग्रुपलाई हामी सल्कस पनि भन्ने गर्छौँ सेम कुरा ग्रुप भन्नु सल्कस भन्नु एउटै कुरा है ग्रुपको नामहरू के होला एउटा एट्रियम र भेन्टिकलहरूलाई सेपरेट गर्ने ग्रुपलाई चाहिँ एट्रियो भेन्टिकुलर ग्रुप अथवा एट्रियो भेन्टिकुलर सल्कस भन्न सक्छौँ यसको अर्को नाम चाहिँ हाम्रो अब के भन्ने छन् कोर्नरी सल्कस धेरैचोटि इन्ट्रान्समा सोधेको क्वेसन हो कोर्नरी सल्कसले चाहिँ सेपरेट छ भन्ने सोध्छ केलाई सेपरेट गर्ने रहेछ फेरि एट्रियम र भेन्ट्रिकललाई चाहिँ सेपरेट गर्ने रहेछ यो कुरा थाहा हुनु पर्यो ओके
त्यस्तै गरी अर्को चाहिँ छ हाम्रो दुईटा भेन्ट्रिकल्सहरू राइट एन्ड लेफ्ट र भेन्ट्रिकल्सहरूलाई सेपरेट गर्ने ग्रुपको नाम चाहिँ इन्टरभेन्ट्रिकुलर ग्रुप भन्यो भने राइट एट्रियम र लेफ्ट एट्रियमलाई सेपरेट गर्ने ग्रुपको नाम चाहिँ इन्टर एट्रियल ग्रुप भन्यो। ओके बाबुहरू, अब म चाहिँ एकचोटि एक्सप्लेन गर्छु बाबुहरूलाई त कसरी कस्तो हुन्छ हाम्रो हार्ट कुरा गर्दाखेरिमा एक्सटर्नल चाहिँ हार्टको एनाटोमी देखाउनु खोजेको छ है। हेर त बाबुहरू, हाम्रो चाहिँ हामीलाई थाहा छ ह्युमन हार्ट 4 चेम्बर हो है। के हुन्छ, दुईटा एट्रिया हुन्छन् र दुईटा चाहिँ हाम्रो चाहिँ भेन्टिकल हुन्छ। सो यहाँ चाहिँ राइट एट्रिया देखाउनु खोजेको छ, सिमीले चाहिँ लेफ्ट एट्रिया देखाउनु खोजेको छ। भेन्टिकलमा पनि राइट भेन्टिकल र लेफ्ट भेन्टिकलबाट हुनुहोस् है। बाबु हामीले भनेको थियौँ लेफ्ट भेन्टिकलले मात्रै एपेक्स अफ द हार्ट बनाउने गर्छ। एपेक्स बिटसँग रिलेटेड भएको कुरा भनिसकेको छ है, ठिक छ। अब कुरा गरौँ बाबुहरू, राइट एट्रियममा हाम्रो दिस इज राइट एट्रियम बाबुहरू। राइट एट्रियममा दुईटा चाहिँ हुन्छ, एउटा सुपेरियर भेना काभा चाहिँ हुने रहेछ, ओपनिङ हुन्छ। अर्को चाहिँ हाम्रो चाहिँ इन्फेरियर भेना काभाको ओपनिङ आएर चाहिँ राइट एट्रियममा ओपन हुन्छ है। र राइट एट्रियममा सुपेरियर भेना काभाले चाहिँ तिम्रो माथिल्लो पार्ट अफ दि बडीबाट हामी चाहिँ इम्पेयर ब्लड अथवा डिअक्सिनेटेड ब्लड क्यारी गरेर ल्याउँछ। एबभ चाहिँ डायफ्राम भन्दा माथिको र बिलो डायफ्राम बाट चाहिँ हामी चाहिँ डिअक्सिनेटेड ब्लड इज क्यारिड बाई द इन्फेरियर भेना काभाले क्यारी गर्छ। यसलाई हामी सबभन्दा लार्जेस्ट भेन पनि भनेको थिएँ। इन्फेरियर भेना काभाले यसरी डिअक्सिनेटेड ब्लड क्यारी गरेर ल्याउने गर्छ राइट एट्रियममा। अब राइट एट्रियममा लिएको चाहिँ ब्लड चाहिँ हामी चाहिँ राइट भेन्ट्रिकलतिर जान्छ है। कुन बेला जान्छ राइट भेन्ट्रिकलतिर भन्दाखेरिमा जुन बेला चाहिँ हामी चाहिँ यो चाहिँ हाम्रो कुन हो, राइट भेन्ट्रिकलतिर आउने गर्छ है। यहाँ चाहिँ हाम्रो चाहिँ हामी चाहिँ एट्रियो भेन्ट्रिकुलर फल्भको कुरा गर्छौँ। हेर्नु बाबुहरू, यहाँ चाहिँ कुरा गरौँ हेर्दा हामी चाहिँ यो चाहिँ राइट एट्रियममा चाहिँ हामी चाहिँ ब्लड फिल भइसकेपछि राइट भेन्ट्रिकलमा आउनुको लागि यो चाहिँ हामी चाहिँ भल्भ ओपनिङ हुनुपर्छ, जसलाई हामी ट्राइकस्पिड भल्भ भन्छ। किन ट्राइकस्पिड भल्भ भन्छ? यसमा तिनवटा भल्भसहरू हुन्छ, त्यही कारण ट्राइकस्पिड भल्भ भनेको। ओके बाबुहरू, ट्राइकस्पिड भल्भ पनि एउटा इक्जाम्पल हो एट्रियो भेन्ट्रिकुलर भल्भ। एट्रियो भेन्ट्रिकुलरहरू के होला, राइट साइडतिर हुने ट्राइकस्पिड भल्भ भन्छौँ है। लेफ्ट साइडतिर हुनेलाई चाहिँ बाइकस्पिड भल्भ, अर्को नाम छ जसको चाहिँ माइट्रल भल्भ भन्छ। यो पनि इक्जाममा सोधेको थिएँ, आइएममा सोधेको थिएँ। ओके बाबुहरू, ल त्यसपछि यो चाहिँ कन्ट्याक्ट भइसकेपछि हामी चाहिँ राइट एट्रियममा चाहिँ के भयो, राइट एट्रियम भएको चाहिँ डिअक्सिनेटेड ब्लड चाहिँ हामी चाहिँ राइट भेन्ट्रिकलमा ट्राइकस्पिड भल्भ चाहिँ ओपनिङ भएर अगेन यो चाहिँ पनि कम्प्लिटली फिल भइसकेपछि पनि राइट भेन्ट्रिकल चाहिँ अगेन राइट भेन्ट्रिकल गेट्स कन्ट्र्याक्टेड हुन्छ, जसको कारणले चाहिँ राइट भेन्ट्रिकलमा भएको डिअक्सिजेनेटेड ब्लड, यो यसलाई के भन्छ, पल्मोनरी ट्रङ्क अथवा पल्मोनरी आर्टरी हुँदै चाहिँ राइट साइडतिर पनि जान्छ, राइट लङतिर पनि जाने गर्छ। त्यो चाहिँ हामी चाहिँ लेफ्ट लङतिर पनि आउने गर्छ। राइट लङतिर पनि आयो, लेफ्ट लङतिर पनि आयो है बाबुहरू। अब चाहिँ हामी चाहिँ लङतिर गएर चाहिँ त्यो ब्लड चाहिँ गेट्स अक्सिजनेटेड हुने गर्छ र त्यो ब्लड अक्सिजनेटेड भइसकेपछि अब त्यो चाहिँ हामी चाहिँ विथ द हेल्प अफ द के को हेल्पबाट, पल्मोनरी हेर्छ बाबुहरू, यसलाई के भन्छ हामी चाहिँ पल्मोनरी भेनको हेल्पबाट है। त्यसलाई चाहिँ हामी चाहिँ लेफ्ट एट्रियममा आउने गर्छ त्यो अक्सिजनेटेड ब्लड। अगेन लेफ्ट एट्रियम पनि फिल भइसकेपछि लेफ्ट एट्रियम पनि कन्ट्याक्ट हुन्छ। लेफ्ट एट्रियम कन्ट्याक्ट भइसकेपछि अगेन बाइकस्पिड भल्भ अथवा माइट्रल भल्भ चाहिँ हामी चाहिँ गेट्स ओपन हुन्छ, जस कारणले चाहिँ त्यो अक्सिजनेटेड ब्लड चाहिँ गोज टु द हामी चाहिँ केमा जाने भयो बाबुहरू, लेफ्ट भेन्ट्रिकलमा जाने भयो है। जब चाहिँ लेफ्ट भेन्ट्रिकल कन्ट्याक्ट गर्छ, भाया अपोर्टिक भल्भ चाहिँ ओपन भएर औटाको भाया चाहिँ हाम्रो अल ओभर द बडीमा चाहिँ अक्सिजनेटेड ब्लड चाहिँ सप्लाई हुने गर्छ। यसरी ब्रान्चेसहरू हुन्छन्। ओके, यसरी हामी चाहिँ बुझ्नु पर्यो। सो दिस इज सिम्पल, कसरी ब्लड सर्कुलेसन हुन्छ त, हार्टले कसरी ब्लड सर्कुलेसन गर्छ त्यसको बारेमा मैले कुरा गरेँ है बाबु। ओके, अब हामी चाहिँ एक एक गरी पढ्नु है, के छ अब चाहिँ पढ्नुपर्ने कुराहरू ल हेर त बाबुहरू, ठिक छ। सो ह्युमन हार्ट चाहिँ 4 चेम्बर हुने गर्छ, यो त बुझ्सक्यो। दुईटा एट्रिया हुन्छ, दुईटा भेन्ट्रिकल्सहरू हुन्छ है। एउटा कोरोनरी सल्कस भनेको कोरोनरी सल्कसको अर्को नाम हामीले के भनेको थियो, एट्रियो भेन्ट्रिकुलर ग्रुप अथवा एट्रियो भेन्ट्रिकुलर सर्कस भनेको, जसले के गर्थ्यो, एट्रिया र भेन्ट्रिकललाई सेपरेट गर्छ है। यो कुरा भनिसकेको छु। हाम्रो बडीमा बाबुहरू राइट अरिकल चाहिँ ठुलो हुने गर्छ इन कम्पेरिजन टु द लेफ्ट अरिकल, यो कुरा पनि थाहा हुनु पर्यो। सिमिलरली ठ्याक्कै उल्टो हुन्छ, लेफ्ट चाहिँ हामी चाहिँ भेन्ट्रिकल चाहिँ फेरि लार्जर हुने गर्छ। कति टाइम बाबुहरू, 4 टाइम्स हो, र बडी मस्कुलर पनि हुने गर्छ देन इन कम्पेरिजन टु द राइट भेन्ट्रिकल। बाबु हेर त, यो चाहिँ हो हाम्रो चाहिँ हामी चाहिँ लेफ्ट भेन्ट्रिकल चाहिँ हामी चाहिँ बडी मस्कुलर र ठुलो छ इन कम्पेरिजन टु द राइट भेन्ट्रिकल भनेको छ। किन बाबुहरू हेर त, लेफ्ट भेन्ट्रिकलमा चाहिँ हाम्रो के छ, औटाको भाया चाहिँ औटिक भल्भ जुन बेला ओपन होला, औटाको भाया चाहिँ होल बडीमा चाहिँ हामी चाहिँ ब्लड चाहिँ हामी चाहिँ सर्कुलेट गर्नुपर्ने छ। सो होल ओभर द ब्लड सर्कुलेट गर्नुको लागि त ब्लड चाहिँ धेरै चाहियो, त्यही कारणले यो चाहिँ अलि ठुलो हुने गर्छ। तर लेफ्ट भेन्ट्रिकल चाहिँ हामी चाहिँ मस्कुलर पनि कम छ अनि यसको चाहिँ अलि चाहिँ साइज पनि सानो छ, किनकि यसले चाहिँ हामी चाहिँ पल्मोनरी आर्ट्रीको अथवा पल्मोनरी ट्रङ्कको थ्रो चाहिँ हामी चाहिँ लङ्स नजिकै हुन्छन्। हाम्रो हार्टको चाहिँ हामी चाहिँ यहाँ साइड पनि हुन्छ, यहाँ साइड पनि हुन्छ, त्यही कारण नजिक चाहिँ हामी चाहिँ ब्लड लग्नुपर्ने हुनाले अक्सिजनेसन गर्नुको लागि, त्यही कारणले चाहिँ हामी चाहिँ यो चाहिँ लेस मस्कुलर र सानो साइजको भएको। ओके बाबुहरू, यो कुरा पनि थाहा हुनु पर्यो है। त्यसपछि हामी हेर्छ
पल्मोनरी भेन्सहरू चाहिँ हामी चाहिँ फ्रम द लङ्स ओपन्स इन्टु द लेफ्ट अरिकल। यो बुझिसकेको छ। पल्मोनरी भेनहरू चाहिँ हामी चाहिँ कहाँ ओपन हुन्छन्? लेफ्ट अरिकल। त्यही कारणले हाम्रो बडीमा पल्मोनरी भेनले कस्तो ब्लड क्यारी गर्छ? अभियसली अक्सिडेन्टेड ब्लड क्यारी गर्छ है। अनि अलङ विथ अम्बेलिकल भेनहरूले। अनि सबैले कस्तो ब्लड क्यारी गर्थ्यो? भेनहरू भन्ने बित्तिकै डिअक्सिडेन्टेड ब्लड क्यारी गर्छ है। यो कुरा बुझिराख्नु, ठिक छ। अनि हामीलाई थाहा छ ओपनिङ हुने गर्छन् दुईटा। हाम्रो ह्युमनमा त के हुन्छ? हामी चाहिँ हेर्छ अब अरू राइट एट्रियममा दुईटा मात्र हुन्छ ओपनिङ छ। एउटा सुपेरियर भेना काभा छ, अर्को चाहिँ एउटा चाहिँ हामी चाहिँ इन्फेरियर भेना काभाको ओपनिङ छ है। र हार्टबाट आउनेलाई चाहिँ हामी चाहिँ फेरि हामी कोरोनरी चाहिँ हामी चाहिँ है, कोरोनरी चाहिँ हामी चाहिँ साइन्सको कुरा गर्छौँ। त्यो पछि पढाउँदा हामी चाहिँ हामीमा चाहिँ सुपेरियर र इन्फेरियर भेना काभा मात्र हुन्छ है, जो चाहिँ हामी चाहिँ ओपनिङ हुने गर्छन् राइट एट्रियममा गएर। तर डेभिडको केसमा चाहिँ तिनवटा भेना काभा हुने रहेछन् बाबुहरू। एउटा सुपेरियर दुईटा सुपेरियर भेना काभा हुन्छ भने एउटा इन्फेरियर भेना काभा हुन्छ। यो कुरा पनि बुझिराख्नु, ओके बाबुहरू। ल अब हामी चाहिँ जान्छौँ सबभन्दा पहिले एट्रियमको बारेमा कुरा गरौँ, फेरि हामी भेन्टिकलको बारेमा कुरा गर्छौँ। एट्रियमको बारेमा कुरा गर्दाखेरिमा हामी के भन्ने है? सबभन्दा पहिले त दुईटा एट्रियमहरू बाबु हेर्नु त, दुईटा एट्रियमहरू एकअर्काबाट कसरी सेपरेट भएको हुन्छन्? इन्टर एट्रियल सेप्टमबाट सेपरेट भएको हुन्छन् इन्टरनली। तर हाम्रो फिटल लाइफमा चाहिँ यो इन्टर एट्रियल सेप्टम चाहिँ प्रेजेन्ट हुँदैन बाबुहरू। त्यसको ठाउँमा सेप्टम प्राइमम सेप्टम सेकेन्डमको कुरा गर्छौँ है बाबुहरू। के को बारेमा? सेप्टम प्राइमम सेप्टम सेकेन्डमको कुरा गर्छौँ। अनि दुईटाको बिचमा स्पेसलाई चाहिँ हामी चाहिँ फोरामेन ओभ्याले भन्ने गरिन्छ। अहिले म फिगरबाट देखाउँ। सबभन्दा पहिले पढाउँदा के लेखेको छ बाबुहरू? इम्ब्रियोनिक स्टेजको दौरानमा इन प्लेस अफ द इन्टर एट्रियल सेप्टम अथवा इन्टरभेन्टिकुलर सेप्टमको ठाउँमा देयर इज द प्रेजेन्स अफ द, त्यहाँ चाहिँ सेप्टम प्राइमम र सेप्टम सेकेन्डम हुन्छ। त्यहाँ चाहिँ इन्टरभेन्टिकुलर सेप्टम हुँदैन है। र दुईटाको बिचको चाहिँ हामी चाहिँ पोटेन्सियल ग्यापलाई चाहिँ हामी के भन्नेछौँ? फोरामेन ओभ्यालिस भन्ने रहेछौँ। ल हेर्नु, यो कुरा म अब देखाउँछु नि फिगरबाट। हेर्नु बाबुहरू, मैले के भन्नु खोजेँ भन्ने कुरा है बाबुहरू। ल हेर्नु बाबुहरू, मैले एउटा यहाँ फिगर देखाएको थिएँ बाबुहरू। तिम्रो चाहिँ इम्ब्रियोनिक लाइफमा नि यसरी यहाँ चाहिँ हेर्दै यो चाहिँ राइट एट्रियम छ, यो चाहिँ लेफ्ट एट्रियम छ। दुईटाको बिचमा हाम्रो उसरी चाहिँ के हुन्छ? हाम्रो एडल्टमा त हामी चाहिँ इन्टर एट्रियल सेप्टम हुन्छ। तर त्यसको चाहिँ इम्ब्रियोनिक लाइफमा प्रेजेन्ट भएको हुँदैन है। यो दुईटाको बिचमा के प्रेजेन्ट हुने रहेछ त्यसको सट्टा भन्यो भने हेर्नु बाबुहरू, यहाँबाट के आएको छ? एउटा सेप्टम प्राइमम आएको छ। के आएको छ? सेप्टम प्राइमम आएको छ। तलबाट यसलाई चाहिँ इन्डोकोर्डियल इन्डोकार्डियल फ्युसन भन्ने रहेछ। दुईटाको बिचमा चाहिँ हामी चाहिँ जो चाहिँ एउटा स्पेस हुने गर्छ अथवा चाहिँ हामी चाहिँ ठाउँ हुने हो, त्यसलाई चाहिँ हामी फोरामेन प्राइमम भन्ने गर्छ। किनकि यो चाहिँ हामी चाहिँ सेप्टम प्राइममले फर्म गरेको हुनाले त्यही कारणले यसलाई फोरामेन प्राइमम भनेको हुन्छ। फर लेटर स्टेजमा के आउँछ भन्दाखेरिमा सेप्टम प्राइममसँगै साइडबाट सेप्टम प्राइममको साइडबाट सेप्टम सेकेन्डम पनि अराइज हुने गर्छ। सेप्टम प्राइमम त सधैँ छ, प्लस एउटा सेप्टम सेकेन्डम पनि आयो, माथिबाट पनि तलबाट पनि। त्यस्तै तलबाट पनि हेर्छ, यो चाहिँ सेप्टम प्राइमम थियो, अब चाहिँ सेप्टम सेकेन्डम पनि अराइज भयो। तर दुईटाको बिचमा त्यो बेला चाहिँ हुने चाहिँ जो पोटेन्सियल ग्याप हुने गर्छ त्यसलाई चाहिँ हामी चाहिँ के भन्ने हो बाबुहरू? सेप्टम सेकेन्डम भन्ने है। सेप्टम सेकेन्डम भन्ने है। सेप्टम सेकेन्डम भन्ने सेप्टम होइन, फोरामिन सेकेन्डम भन्ने। फोरामिन भनेको ग्याप भन्नु चाहिँ होल टाइपको। फोरामिन सेकेन्डमको अर्को नाम के रहेछ? फोरामिन ओभ्याले छ। त्यसैको बारेमा हामीले कुरा गर्ने बाबुहरू है। बुझ्यो? अब के भने हेर्दा बाबु त्यही कुरा हो है। ड्युरिङ इम्ब्रियोनिक लाइफमा हाम्रो के भनेको छ हेर्दा बाबुहरू, इम्ब्रियोनिक स्टेजमा चाहिँ हामी चाहिँ इन प्लेस अफ द इन्टरएट्रियल सेप्टमको ठाउँमा चाहिँ सेप्टम प्राइमम र सेप्टम सेकेन्डम प्रेजेन्ट भएको हुन्छ। र दुईटाको बिचको ग्यापलाई हामी फोरामिन ओभ्यालिस भन्छौँ। अर्को यसको नाम के रहेछ? फोरामिन सेकेन्डम भन्दा पनि भयो है। र एउटा फ्ल्याप हुन्छ जसलाई हामी स्टेसन फ्ल्याप भन्ने गरिन्छ। द्याट इज प्रेजेन्ट फ्रम द ओपनिङ अफ इन्फेरियर भेना काभा अप टु फोरामिन ओभ्यालिस भन्छ। यो फोरामिन ओभ्यालिससम्म चाहिँ एउटा फ्ल्याप चाहिँ है, यस्तो खालको एउटा फ्ल्याप चाहिँ अराइज हुने गर्छ। कहाँबाट? इन्फेरियर भेना काभादेखि त्यो फोरामिन ओभ्यालिससम्म भन्छ। जसले के गर्ने रहेछ हेर्दा बाबुहरू, जसले इन्ट्री अफ ब्लड चाहिँ इन द फिटल हार्टमा चाहिँ हामी चाहिँ ब्लडको इन्ट्रीलाई चाहिँ हामी चाहिँ प्रिभेन्ट गर्ने काम गर्छ है। टु लङ्समा चाहिँ, कहाँ? लङ्समा जानुबाट है। बिकज किनकि थाहा छ बाबुहरू, हाम्रो फिटल लाइफमा चाहिँ हामी चाहिँ लङ्सहरू चाहिँ डेभलप भएको हुँदैन। लङ्सहरू डेभलप हुने भनेको एट द टाइम अफ द बर्थ डेभलप हुने गर्छन्। र एट द टाइम अफ द बर्थ पछि मात्र हामी चाहिँ लङ्सहरू फङ्सन हुने हुनाले सो हाम्रो फिटल हार्टको चाहिँ हामी चाहिँ लङसँग चाहिँ हामी चाहिँ ब्लड प्रिभेन्ट गर्नको लागि चाहिँ हामी चाहिँ एउटा फ्ल्याप प्रेजेन्ट भएको जसले चाहिँ इन्फेरियर भेना काभा र फोरामिन ओभ्यालिसलाई चाहिँ हामीले कनेक्ट गरेर राख्छ है बाबुहरू। ओके, त्यो बेला चाहिँ हामी चाहिँ सो हाम्रो चाहिँ फिटल लाइफमा चाहिँ हामी चाहिँ प्युरिफिकेसन अफ द ब्लड चाहिँ हामी चाहिँ इज नट डन बाई द लिभरले, लङ्सले गर्दैन। केले गर्नेछ? प्लेसेन्टाले गर्नेछ। तर हामी केले गर्छ? लङ्सहरूमा गएर प्युरिफिकेसन अफ ब्लड हुन्छ। यो कुरा बुझिराख्नु, ओके बाबुहरू। ल त्यस्तै एट द टाइम अफ द बर्थको टाइममा चाहिँ हाम्रो देयर इज अ क्लोजर अफ द, अब बर्थ भइसकेपछि देयर इज एपियरेन्स अफ द इन्टरएट्रियल सेप्टम चाहिँ हामी चाहिँ अराइज हुने गर्छ। सो
फोरामेन ओभ्यालिस अथवा फोरामेन सेकेन्डम गेट्स क्लोज भइदिन्छ बट देयर रिमेन्स डिप्रेसन। तर त्यसको दुइटैको साइड, त्यसको साइडतिर चाहिँ हामी चाहिँ दुइटै साइडतिर चाहिँ हामी चाहिँ एउटा के हुन्छ, डिप्रेसन रिमेन हुने गर्छ है। राइट साइडतिर हुने चाहिँ डिप्रेसनलाई, यसको राइट साइडतिर हुने डिप्रेसनलाई हामी फोसा ओभ्यालिस भन्ने, यसको लेफ्ट साइडतिर हुने डिप्रेसनलाई हामी फोसा लुनाटा भन्ने गर्छौँ है बाबुहरू। ओके, त्यस्तै इन्टर अरिकुलर सेप्टम ह्याज अ स्मल एन्ड स्लाइट डिप्रेस्ड एनल एरिया जसलाई हामी फोसा ओभ्यालिस, यही कुरा भन्नु खोजेँ राइट साइडमा हुनेलाई चाहिँ है। र इनर सर्फेस अफ द अरिकल्सले चाहिँ हामी चाहिँ के हुन्छ बाबुहरू थाहा छ, अरिकल्सहरूलाई चाहिँ हामी चाहिँ हेर्दैखेरिमा इन्टरनली चाहिँ त्यसको स्मुथ पार्ट पनि हुने गर्छ, रफ पार्ट पनि हुने गर्छ है, त्यही कारण स्मुथ पनि हुन्छ भनेको छ। नेटवर्क अफ द मस्कुलर रिजेसले चाहिँ कल्ड मस्कुली प्याक्टिनी चाहिँ ओ ट्राभिकुले प्याक्टिनी चाहिँ प्रेजेन्ट इन्टरनली चाहिँ इन द रिजन अफ द अरिकुलर एपेन्डिजेस एन्ड गिभ्स कम्ब लाइक एपेरेन्स। ल यो कुरा छोड्दै तिमीहरूको लागि अहिले चाहिने त्यति कुरा, ठिक छ। सो हामी भल्भसहरू कुरा गरौँ बाबुहरू। अब चाहिँ हामी चाहिँ भल्भसहरू चाहिँ हामी चाहिँ कति छन्, हाम्रो बडीमा भल्भसहरू कुरा गर्दाखेरि हार्टमा चाहिँ सँग रिलेटेड भएको दुईवटा खालको भल्भ छ। एउटा राइटमा हुने चाहिँ राइट एट्रियोभेन्ट्रिकुलर भल्भ, जसलाई चाहिँ हामी के पनि भन्छ, त्यसमा तिनवटा कस्प छन्, त्यही कारण द्याट इज कल्ड एज ट्राइकस्पिड भल्भ भन्यो है। त्यस्तै लेफ्ट एट्रियोभेन्ट्रिकुलर भल्भ, त्यसमा दुईवटा मात्र कस्प छन्, त्यही कारण त्यसलाई के भन्यो, बाइकस्पिड भल्भ भन्यो। बाइकस्पिड भल्भको अर्को नाम के भनेको थियो बाबुहरू, माइटल भल्भ। आइएममा धेरैचोटि सोधेको क्वेसन यो कुरा थाहा हुन्छ, ठिक छ। सम्झिने तरिका पनि लेखिदिएको छु, ल्याब रेड भनेको छ हेर्नु बाबुहरू। लेफ्ट एट्रियोभेन्ट्रिकुलर भल्भमा चाहिँ हामी बाइकस्पिड भल्भसँग रिलेटेड भएको छ, राइट एट्रियोभेन्ट्रिकुलर भल्भ चाहिँ ट्राइकस्पिड भल्भसँग रिलेटेड भएको छ भन्नु खोजेँ। ओके, त्यस्तै अर्को भल्भ भनेको हाम्रो चाहिँ हामी चाहिँ औटिक भल्भ एन्ड पल्मोनरी भल्भ हुन्छन्। दुइटै के रहेछन् बाबुहरू, सेमी लुनार भल्भ रहेछन् है। किन सेमी लुनार भल्भ भनेको, सेमी भनेको हाफ, लुनार भनेको मुन, हाफ मुन जस्तो एपेरेन्स हुने हो नि, तिनीहरूलाई सेमी लुनार भल्भ भनेको। यो धरानमा सोधेको क्वेसन थियो, ठिक छ बाबु। कुन कुन रहेछन् सेमी लुनार भल्भ भन्यो भने, औटिक भल्भ चाहिँ हामी चाहिँ जसले चाहिँ हामी चाहिँ औटालाई चाहिँ हामी चाहिँ गार्ड गरेर राखेका हुन्छ, पल्मोनरी भल्भ जसले हामी पल्मोनरी आर्टरीलाई चाहिँ हामी चाहिँ है गार्ड गरेर राखेका हुन्छ, त्यही कारण पल्मोनरी आर्टरीलाई गार्ड गरेको हुनाले यसलाई कहाँ होला, राइट भेन्ट्रिकलमा प्रेजेन्ट होला। औटिक भल्भले गार्ड गरेको लेफ्ट भेन्ट्रिकलमा प्रेजेन्ट हुन्छ भनेर, ठिक छ। के टर्म्सहरू भयो जस्तै हाम्रो भल्भहरूको चाहिँ जुन बेला न्यारोइङ हुने कन्डिसनलाई हामी के भन्छ थाहा छ, स्टेनोसिस भन्ने। के भन्ने बाबु, स्टेनोसिस भन्ने है। त्यस्तै आर्ट्रिजहरू चाहिँ समटाइम चाहिँ हामी चाहिँ आर्ट्रिजहरू चाहिँ एब्नर्मल डाइलेटेड, यो आर्ट्रीहरू चाहिँ धेरै यसै एब्नर्मल डाइलेटेड भइदियो भने त्यसलाई एन्युरिजम भन्ने। के भन्ने बाबुहरू, एन्युरिजम भन्ने। जस्तै हाम्रो ब्रेनमा हुने वान अफ द ब्रेनको चाहिँ आर्ट्रिजहरू चाहिँ हामी चाहिँ है एब्नर्मल डाइलेटेड भएर हुने कन्डिसनलाई हामी भेरी एन्युरिजम भन्ने गर्छौँ, ठिक छ। एउटा त्यस्तै बर्गर डिजिज, यो चाहिँ स्मोकर्सहरूमा, यङ स्मोकर्सहरूमा धेरै कमन हुन्छ बर्गर्स डिजिज, यो पनि बुझ्नु पर्यो। र फ्रगको केसमा चाहिँ हामी चाहिँ एट्रियोभेन्ट्रिकुलर भल्भलाई चाहिँ हामी चाहिँ के भन्छन् थाहा छ, तिनीहरूको केसमा सेमिलुनार भल्भ भन्छन्। तर हाम्रो केसमा त सेमिलुनार भल्भ भने के बोल्लाई भन्यो, हाम्रो औटिक भल्भ एन्ड पल्मोनरी भल्भ चाहिँ हाम्रो बडीमा सेमिलुनार भल्भ हो नि, तर हाम्रो फ्रगमा चाहिँ हामी चाहिँ एभी भल्भ एट्रियोभेन्ट्रिकुलर भल्भ है नै सेमी लुनार टाइपको हुन्छन्, कस्पिड टाइपको हुँदा। हामीमा त कस्पिड टाइपको छन् एट्रियोभेन्ट्रिकुलर भल्भ, जसमा हामीले के ट्राइकस्पिड भल्भको कुरा गऱ्यौँ, बाइकस्पिड भल्भको कुरा गऱ्यौँ। ओके बाबुहरू, तिनवटा कस्प दुईवटा कस्पको कुरा गऱ्यौँ। ओके, ल त्यसपछि अब चाहिँ हामी भेन्ट्रिकल्सहरूतिर मुभ गरौँ है बाबुहरू। केतिर, भेन्ट्रिकल्सहरूको बारेमा कुरा गरौँ है बाबुहरू। ल हेर्नु बाबुहरू, भेन्ट्रिकल्सहरूमा पनि सबभन्दा पहिले दुईवटा भेन्ट्रिकल्सहरू एकअर्काबाट केले सेपरेट भएको हुन्छन्, इन्टर भेन्ट्रिकुलर सेप्टमबाट सेपरेट भएको हुन्छन् अथवा इन्टर भेन्ट्रिकुलर ग्रुपबाट सेपरेट भएको हुन्छन् भन्नु पर्यो है। र वाल्स अफ द बोथ भेन्ट्रिकल्स, दुइटै भेन्ट्रिकल्सहरूको वालमा चाहिँ हामी चाहिँ एउटा मसल चाहिँ अरेन्ज भएको हुन्छ बन्डलमा, जसलाई चाहिँ हामी पेपिलरी मसल भन्ने गरिन्छ। त्यसको अर्को नाम चाहिँ कोलोमेनिक हर्नी है। ओके, र बाइकस्पिड, र हामीलाई थाहा छ बाइकस्पिड र ट्राइकस्पिड भल्भको कुरा आउँछ। ट्राइकस्पिड एभी भल्भहरू चाहिँ अट्याच भएको हुन्छन् टु द पेपिलरी मसलमा चाहिँ थ्रो चाहिँ कर्डे टेन्डेनी भन्छ। द्याट इज वान इन्ड चाहिँ हामी चाहिँ अब द कर्डे टेन्डेनी चाहिँ अट्याच टु कस्प अफ एभी भल्भ चाहिँ एन्ड द अनदर इन्ड चाहिँ हामी चाहिँ टु द पेपिलरी मसल अफ द भेन्ट्रिकल भन्छ है बाबुहरू। ल यो कुरा के भन्नु खोजेँ है बाबु, म यो लाइनलाई तिमीहरूलाई सम्झाउँछु। हेर त बाबु, मैले एउटा फिगर देखाउँछु अब तिमीहरूलाई एउटा है, के भन्नु खोज्या भन्नुको लागि चाहिँ हामी चाहिँ हेर त बाबुहरू, बुझ्ने सजिलो तरिकाले बुझ्ने यसलाई चाहिँ हामी चाहिँ हेर त बाबुहरू, यो चाहिँ हामी जस्तै ट्राइकस्पिड भल्भ, ट्राइकस्पिड भल्भ भनेको वान टाइप अफ द एभी भल्भ है। यो ट्राइकस्पिड भल्भहरू चाहिँ हामी चाहिँ यसमा चाहिँ हामी यो भने यता पेपिलरी मसल है बाबुहरू, के रहेछ, पेपिलरी मसल छ। पेपिलरी मसलमा ट्राइकस्पिड भल्भ, त्यस्तै हामी चाहिँ बाइकस्पिड भल्भहरू पनि, बाइकस्पिड भल्भ एन्ड ट्राइकस्पिड भल्भ बोथ पेपिलरी मसलमा चाहिँ अट्याच भएको हुन्छन्। के को हेल्पबाट, यसको हेल्पबाट, जसलाई चाहिँ हामी के भन्नेछन्, कर्डे टेन्डेनी भन्नेछन्। सो कर्डे टेन्डेनले चाहिँ अट्याचेस गर्ने गर्छ है एभी भल्भलाई चाहिँ विथ पेपिलरी मसल भन्ने गर्छ, जो चाहिँ भेन्ट्रिकल्सहरूमा प्रेजेन्ट भएको हुन्छ। त्यही कुरा माथि एक्सप्लेन गरे है, त्यही कुरालाई भन्न खोजेँ है बाबुहरू चाहिँ, ठिक छ। यसरी बुझ्नु। ओके, ल हेर त अब म त्यही कुरा पढ्छु। अब चाहिँ हेर त त्यही लेखा छ है। जस्तै कर्डे टेन्डेनी भने के रहेछ, हामी चाहिँ कर्डे टेन्डेनी चाहिँ फ्रगमा चाहिँ हामी चाहिँ अब्सेन्ट हुन्छ। यो कुरा पनि बुझिरहेको, फ्रगमा के हुनेछ बाबुहरू, अब्सेन्ट हुनेछ। यसले के गरिरहेको थियो काम चाहिँ हामी चाहिँ
एबी भल्भलाई चाहिँ हामी चाहिँ कनेक्ट गरिरहेको थियो पेपिलरी मसलहरूसँग केसँग पेपिलरी मसलहरूसँग है त्यही कारणले कडी टेन्डेनी र पेपिलरी मसलहरू चाहिँ प्रेजेन्टले चाहिँ त्यही कारणले के गर्छ हामी चाहिँ भल्भले त जस्तै ब्याकफ्लो प्रिभेन्ट गर्छ भने यिनीहरू पनि एबी भल्भसँग अट्याच भएको हुनाले यिनीहरूले पनि ब्याकफ्लो अफ द ब्लडलाई चाहिँ प्रिभेन्ट गर्ने गर्छ ठिक छ एउटा मोडरेटर ब्यान्ड भनेपछि मोडरेटर ब्यान्डहरू चाहिँ राइट भेन्टिकलमा प्रेजेन्ट हुनेछ कहाँ प्रेजेन्ट हुन्छ मोडरेटर ब्यान्ड भन्यो भने राइट भेन्टिकलमा प्रेजेन्ट हुन्छ है बाबुहरू ठिक छ मस्कुलर पेक्टिनहरू कहाँ पाइन्छ भने एट्रियममा पाइन्छ भन्नु ठिक छ अनि हाम्रो एट्रियममा चाहिँ हामी चाहिँ प्रेजेन्ट हुने चाहिँ मस्कुलर प्रोजेक्सन अथवा इयर लाइक एपेन्डिजेसहरू चाहिँ अट्याच भएको हुन्छ टु द एक्सटर्नल सर्फेस अफ द एट्रिया तिनीहरूलाई चाहिँ अरिकल भन्ने गर्छौँ ओके बाबुहरू है सो इरेगुलर मस्कुलर रिजेसहरू द्याट प्रोजेक्ट फ्रम इनर सर्फेस अफ द भेन्टिकल त्यसलाई चाहिँ हामी ट्राभिकुले कर्ने भन्ने गरिँदैछ है यो कुरा हामी छोड्नु ल हेर त एउटा यो लाइन पनि बुझिराखौँ हामी चाहिँ एट द प्लेसेस अफ क्रसिङ द पल्मोनरी आर्टरी एन्ड carotid aorta are connected by a muscular band known as ligamentum arteriosum भन्ने कुरा हुन्छ है सो हेर त अब के भन्नु खोजेको जुन बेला चाहिँ हामीलाई थाहा छ है आर्क अफ औटा र पल्मोनरी ट्रङ्कहरूले चाहिँ एकअर्कालाई क्रस गरेर जाने गर्छन् क्रस गर्ने ठाउँमा चाहिँ तिनीहरू चाहिँ एकअर्कासँग कनेक्टेड भएको हुनेछन् केबाट एउटा मस्कुलर ब्यान्डबाट जसलाई चाहिँ हामी के भन्नेछौँ लिगामेन्टम आर्टेरियोसम भन्नेछौँ के भन्नेछौँ बाबुहरू लिगामेन्टम आर्टेरियोसम भन्ने रहेछन् है जो चाहिँ इम्ब्रियोनिक स्टेजमा एउटा सिङ्गल आर्ट्रीबाट रिप्रेजेन्ट गरिन्छ है त्यसलाई चाहिँ हामी कुन आर्ट्री भन्नेछन् डक्टस आर्टेरियोसम भन्ने रहेछन् अर्को नाम त्यसको भनेको डक्ट अफ बोटेली भन्ने रहेछन् ओके बाबुहरू ल अब के नोटहरू बुझौँ त हामी साइनस भेनिससहरू चाहिँ र कोनस आर्टेरियोसस हामीलाई थाहा छ फ्रगहरूमा चाहिँ हामी चाहिँ एज एक्सेसरी चाहिँ हामी चाहिँ च्याम्बरको रूपमा एक्ट गर्छन् हार्ट अफ द फिसेसहरू चाहिँ एम्फिबियन त्यही कारणले फ्रगमा चाहिँ हामी चाहिँ है हामी पढ्ने बेला साइनस भेनिसस कोनस आर्टेरियोससको कुरा गर्छौँ ठिक छ त्यस्तै ऱ्याबिटहरूमा साइनस भेनिससहरू चाहिँ हामी चाहिँ इम्ब्रियोनिक लाइफमा चाहिँ फर्म हुने गर्छ तर त्यो साइनस भेनिससहरू चाहिँ लेटर गएर चाहिँ हामी चाहिँ दे फर्म्स द वाल राइट अरिकलको चाहिँ वाल एउटा पार्ट अफ द राइट अरिकलको एउटा पार्ट फर्म गर्ने गर्छ है बाबुहरू ओके ल हामी चाहिँ ओपनिङको बारेमा त हामी बुझिसक्यौँ हामीलाई थाहा छ राइट एट्रियममा कुन कुन ओपनिङ भइरहेछ सुपेरियर भेना काभाको ओपनिङ भइरहेछ इन्फेरियर भेना काभाको ओपनिङ भइरहेछ प्लस हाम्रो हार्टबाट ल्याउने चाहिँ हामी चाहिँ है इम्पेयर ब्लड अथवा डिअक्सिजनेटेड ब्लड क्यारी गर्ने चाहिँ हामी चाहिँ भेनको नाम चाहिँ हामी चाहिँ कोरोनरी साइनस हो त्यही कारणले कोरोनरी साइनसले पनि इज द भेनस ड्रेनेज अफ द हार्ट भन्ने गर्छौँ त्यही कारणले यसले पनि राइट एट्रियममै ओपन हुने गर्छ यो कुरा बुझिरहेको यो पनि इन्टाक्सको त्यहाँ क्वेसन है हार्टबाट चाहिँ हामी चाहिँ है भेनस ड्रेनेज गर्ने कुन भेनले भन्यो भने के भन्यो कोरोनरी साइनसले भन्यो अन्य पनि छन् तर मेजर भनेको कोरोनरी साइनस नै हो है त्यस्तै राइट भेन्टिकलमा कुन कुन छ हाम्रो चाहिँ हामी चाहिँ ओपनिङहरू बाबुहरू सोच त रिमेम्बर गर्दा राइट भेन्टिकलमा के छ हामी चाहिँ ओपनिङ अफ द पल्मोनरी ट्रङ्कको ओपनिङ हुन्छ है बाबु कुन ट्रङ्क पल्मोनरी ट्रङ्कमा चाहिँ हुने चाहिँ हामी चाहिँ है भल्भलाई चाहिँ के भनेको थियौँ पल्मोनरी भल्भ भनेको थियो जो चाहिँ हामीले तिनवटा सेमिनार फर्स्ट भनेको त्यही कारण त्यही कुरा है त्यस्तै लेफ्ट एट्रियममा कुन छ लेफ्ट एट्रियममा चारवटा पेयर अफ पल्मोनरी भेन है वान पेयर चाहिँ हामी चाहिँ वान पेयरले चाहिँ हामी चाहिँ राइट लङबाट लिएर आउँछ अक्सिडेन्टेड ब्लड भन्यो भने वान पेयरले चाहिँ हामी चाहिँ लेफ्ट लङबाट अक्सिडेन्टेड ब्लड क्यारी गरेर लिएर आउँछ कहाँ लेफ्ट एट्रियममा त्यस्तै लेफ्ट भेन्टिकलमा पनि हामी चाहिँ औटाको चाहिँ हामी चाहिँ है ओपनिङ हुन्छ जसमा पनि हामी चाहिँ सेमिलनार कस्प प्रेजेन्ट भएको हुन्छ तिनवटा सेमिलनार कस्प प्रेजेन्ट भएको हुन्छ भन्ने कुरा गरेको छ है अब हामी चाहिँ हार्टको चाहिँ हामी चाहिँ आर्टेरी सप्लाई कुरा गरौँ है हार्टको चाहिँ हामी चाहिँ हामी चाहिँ कुन आर्टरीले सप्लाई गर्छ है भेरी भेरी इम्पोर्टेन्ट कुरा हार्टमा चाहिँ सप्लाई गर्ने आर्टरीको नाम चाहिँ के रहेछ अब थाहा छ कोरोनरी आर्टरी रहेछ कुन आर्टरी रहेछ अब कोरोनरी आर्टरी रहेछ है एउटा मात्र आर्टरी हुन्छ कुन आर्टरी कोरोनरी आर्टरी एउटा कोरोनरी आर्टरी राइट साइडतिर सप्लाई गर्ने चाहिँ राइट कोरोनरी आर्टरी भन्ने गर्छौँ बाबुहरू लेफ्ट साइडतिर सप्लाई गर्ने कोरोनरी आर्टरीलाई चाहिँ लेफ्ट कोरोनरी आर्टरी भन्ने गर्छौँ है दुइटैको ओरिजिन चाहिँ डिफ्रेन्ट छ मैले कुरा भन्छु है यो कोरोनरी आर्टरी भनेको एसेन्डिङ औटाको एउटा मात्र ब्रान्च हो एसेन्डिङ औटाले औटा पनि हाम्रो डिभाइड भएको हुन्छ थाहा छ बाबुहरू औटा पनि फर्दर डिभाइड भएको हुन्छ एसेन्डिङ औटामा डिभाइड भएको हुन्छ आर्क अफ औटामा डिभाइड भएको हुन्छ है डिसेन्डिङ चाहिँ हामी चाहिँ थोरेसिक औटामा डिभाइड भएको हुन्छ डिसेन्डिङ थोरेसिक औटामा डिभाइड भएको हुन्छ र डिसेन्डिङ एब्डोमिनल औटामा डिभाइड भएको हुन्छ है यो चाहिँ हामी चाहिँ एब्डोमिनल औटा जो एसेन्डिङ औटा भन्यो एसेन्डिङ औटाको एउटा मात्र ब्रान्च कुन रहेछ कोरोनरी आर्टरी फिगरबाट हामी पछि पढ्छौँ यसको बारेमा ठिक छ अनि कोरोनरी आर्टरी भनेको इक्जाम्पल अफ द फिजियोलोजिकल इन्डा आर्टरीको इक्जाम्पल हो भेरी भेरी इम्पोर्टेन्ट पनि बुझिराख्ने कोरोनरी आर्टरी इज एन इक्जाम्पल अफ द फिजियोलोजिकल इन्डा आर्टरी आर्टरी मेबी एनाटोमिकल इन्डा आर्टरी हुनसक्छ अथवा फिजियोलोजिकल इन्डा आर्टरी हुन्छ कोरोनरी आर्टरी भनेको फिजियोलोजिकल इन्डा आर्टरी रहेछ र यो चाहिँ सबभन्दा हाम्रो बडीको लार्जेस्ट भासोरम अब बुझ्नु पर्यो बाबुहरू भासोरम भने के रहेछ बाबुहरू ल हेर्नु बाबुहरू
भासोभास्ट्रम भनेको एउटा ब्लड भेसल ले चाहिँ अर्को ब्लड भेसललाई चाहिँ यदि हामीले ब्लड सप्लाई गरिरहेको छौँ त्यसलाई भासोभास्ट्रम भन्ने गर्छ है। हाम्रो बडीको सबभन्दा ठुलो भासोभास्ट्रम भनेको के रहेछ? कोरोनरी आर्ट्री रहेछ। ओके बाबुहरू, हामीले कुरा गर्यो कोरोनरी आर्ट्री र राइट एन्ड लेफ्ट कोरोनरी आर्ट्री हुन्छ र हेर्नु बाबुहरू यस्तो हुन्छ, हामीले थाहा छ है यो आर्क अफ और्टा आउँछ भने यस्तै ल यसरी चाहिँ हामी चाहिँ और्टा भन्छ है बाबुहरू। यहाँ चाहिँ तिम्रो चाहिँ हामीले के हुन्छ यसरी, यसलाई चाहिँ हामी चाहिँ स्ट्यान्डिङ और्टा भन्ने रहेछ। यसलाई के भन्ने बाबुहरू? स्ट्यान्डिङ और्टा। स्ट्यान्डिङ और्टाको ब्रान्च कुन हो भने के भन्ने? कोरोनरी आर्ट्री भन्ने। स्ट्यान्डिङ और्टाको ब्रान्च हो भने यसलाई चाहिँ के भन्छ हामी चाहिँ और्टिक भल्भ भन्छौँ अथवा और्टिक साइनस भन्ने गर्छौँ। और्टिक साइनसहरू यसरी डिभाइड भएको हुन्छ बाबुहरू। और्टिक साइनस चाहिँ एन्टेरियर और्टिक साइनस, पोस्टेरियरमा चाहिँ पोस्टेरियर राइट र पोस्टेरियर लेफ्ट और्टिक साइनसमा डिभाइड भएको हुन्छ। हेर्दा त्यही गरेर लेखा छ हेर्दा और्टिक साइनस नि हाम्रो तिनवटा, हामीलाई थाहा तिनवटा यो चाहिँ सेमिलुनार भल्भ हो है। यो तिनवटा कस्पो हुन्छ, त्यही कारणले एउटा कस्पो अगाडि कस्पोलाई एन्टेरियर भन्छौँ, पछाडिको चाहिँ दुईवटा हुन्छ। राइट साइडतिर हुने चाहिँ राइट पोस्टेरियर, लेफ्ट साइडतिर हुने चाहिँ लेफ्ट पोस्टेरियर भन्ने गर्छ है। अब यो एन्टेरियर और्टिक साइनसबाट बाबुहरू एन्टेरियर और्टिक साइनसबाट राइट कोरोनरी आर्ट्री अराइज हुन्छ है। पोस्टेरियरको लेफ्ट और्टिक साइनसबाट लेफ्ट कोरोनरी आर्ट्री अराइज हुन्छ। युएसबाट कुनै पनि कोरोनरी आर्ट्री अराइज हुँदैन, त्यही कारण यसलाई नन कोरोनरी आर्ट्री ओरिजिन हुने ठाउँ पनि भन्ने गरिन्छ। यो कुरा पनि बुझिराख्नु, इन्ट्रान्समा धेरैचोटि सोध्छ ओरिजिन कुन हुन्छ भने राइट कोरोनरी आर्ट्री अराइजेस फ्रम एन्टेरियर और्टिक साइनस अफ द स्ट्यान्डिङ और्टाबाट भन्ने, while left coronary artery arises from the left posterior aortic sinus of the ascending aorta भन्ने, ठिक छ। ओन्ली ब्रान्च अफ ascending aorta इज कोरोनरी आर्टरीको कुरा गर्ने हामी, ठिक छ। त्यस्तै भेनस ड्रेनेज अफ द हार्ट चाहिँ कुरा गरेको थियौँ भर्खर, एउटा माथि पनि भनेको थिएँ मैले, राइट एट्रियममा ओपनिङ हुने चाहिँ एउटा इज कोरोनरी साइनस भनेको छु। कोरोनरी साइनस चाहिँ मेजर चाहिँ भेनस ड्रेनेज हो हार्टको लागि, 90% जति ड्रेनेज गर्ने गर्छ हामी चाहिँ हार्टको चाहिँ हामी चाहिँ है। भेनस ड्रेनेज चाहिँ जो चाहिँ कहाँ ओपन भइरहेको थियो? राइट एट्रियममा ओपन भइरहेको थियो। भेरी भेरी इम्पोर्टेन्ट क्वेसन, यो कुरा पनि सोध्छ। त्यस्तै अन्य नाम चाहिँ एउटा एन्टेरियर कार्डियक भेन पनि हुन्छ, अन्य नाम चाहिँ भेनी कार्डे मिनिमी भन्ने पनि हुन्छ है। ल हामी त्यसपछि हामी चाहिँ नर्भ सप्लाई कुरा गरौँ त हामी चाहिँ हार्ट भनेको प्यारासिम्पेथेटिक एन्ड प्यारासिम्पेथेटिक चाहिँ हामी चाहिँ नर्भबाट सप्लाइड भएको हुन्छ, अटोनोमिक नर्भस सिस्टमबाट सप्लाइड भएको हुन्छ। त्यही कारण प्यारासिम्पेथेटिक र सिम्पेथेटिक कुरा गर्छौँ है। प्यारासिम्पेथेटिकमा चाहिँ भेगस नर्भबाट सप्लाइड भएको हुन्छ है, अनि सिम्पेथेटिकमा चाहिँ कार्डियक फ्लेक्ससबाट सप्लाइड भएको हुन्छ। ओके, नाउ लेट्स टक अबाउट द कन्डक्टिङ सिस्टम अफ द हार्ट है। कन्डक्टिङ सिस्टम अफ द हार्ट भन्दा पहिले हाम्रो थाहा छ हामीलाई कार्डियक सेन्टर चाहिँ हामी चाहिँ कार्डियक सेन्टर कहाँ प्रेजेन्ट हुन्छ? हामीलाई थाहा छ कार्डियक सेन्टर चाहिँ मेडुला ओब्लङ्गाटामा प्रेजेन्ट हुन्छ। हामीलाई थाहा छ मेडुला ओब्लङ्गाटामा प्रेजेन्ट हुनुको लागि एउटा ट्रिक सम्झिने, के सम्झिने? भिसिआर सम्झिने गर्छ है बाबु। ल हेर्छ भिसिआर सम्झिने, मेडुला ओब्लङ्गाटामा कुन कुन सेन्टर प्रेजेन्ट हुन्छ? एउटा त कार्डियक सेन्टर प्रेजेन्ट हुने रहेछ, आइएममा सोधेको क्वेसन यो पनि, हामीलाई त्यो थाहा भयो। अन्य कुन कुन सेन्टर प्रेजेन्ट हुन्छ त मेडुला ओब्लङ्गाटामा भन्यो भने है? एउटा भोमिटिङ सेन्टर प्रेजेन्ट हुने रहेछ, भासोमोटर सेन्टर प्रेजेन्ट हुन्छ, कार्डियक सेन्टर प्रेजेन्ट हुन्छ जसको हामीले कुरा गऱ्यौँ है। त्यस्तै अर्को चाहिँ कफ सेन्टर पनि यही प्रेजेन्ट भएको हुन्छ र रेस्पिरेटरी सेन्टर पनि। इन्ट्रान्समा धेरैचोटि सोधेको थियो हाम्रो कार्डियक सेन्टर कहाँ प्रेजेन्ट हुन्छ भनेर, रेस्पिरेटरी सेन्टर कहाँ प्रेजेन्ट हुन्छ भनेर, भोमिटिङ सेन्टर कहाँ प्रेजेन्ट हुन्छ भनेर, कहाँ हुने रहेछन्? सबै मेडुला ओब्लङ्गाटामा प्रेजेन्ट हुने रहेछन्। ओके बाबुहरू, यो कुरा थाहा हुनु पर्यो। ल अब हामी कन्डक्टिङ सिस्टम अफ द हार्टको कुरा गरौँ है। हाम्रो हार्टमा चारवटा ग्रुप अफ स्पेसलाइज्ड मसल सेल हुन्छन्। कति बाबु? चारवटा ग्रुप अफ स्पेसलाइज्ड है कार्डियक मसल सेल हुने गर्छन्, जसलाई चाहिँ हामी रिस्पोन्सिबल भएको हुन्छ कन्डक्टिङ सिस्टम अफ द हार्टको लागि। कुन कुन? सबभन्दा पहिलो भनेको एसए नोड भयो हाम्रो, जसलाई चाहिँ नेचुरल पेसमेकर अफ द हार्ट पनि भन्ने गर्छौँ। त्यस्तै एभी नोडको कुरा आउने गर्छ है। त्यसपछि अर्को चाहिँ हामी चाहिँ बन्डल अफ फिस आउने गर्छ। बन्डल अफ फिसको पनि हामी चाहिँ राइट ब्रान्च अफ बन्डल अफ फिस र लेफ्ट ब्रान्च अफ बन्डल अफ फिस आउँछ। अर्को चाहिँ हामी चाहिँ पर्केन्जी फाइबरहरू आउँछ है। चारवटा कुराले चाहिँ हामी चाहिँ कन्डक्टिङ सिस्टम अफ हार्टसँग रिलेटेड भएको छ, त्यही कुरा लेखा छ। अब स्मल ग्रुप चाहिँ अफ द न्युरोमस्कुलर चाहिँ सेलहरू चाहिँ इन द मायोकार्डियमले चाहिँ इनिसिएट गर्ने रहेछ हार्ट इम्पल्स, के जसलाई के भन्छ हामी एसए नोड भन्ने गर्छ। त्यही कारणले एसए नोडलाई चाहिँ हामी चाहिँ यसमा चाहिँ इम्पल्स जेनेरेसन हुने रेट सबभन्दा हाइस्ट भएको हुनाले यसलाई नेचुरल पेसमेकर अफ द हार्ट पनि भन्छ। आइएममा धेरैचोटि सोधेको क्वेसन है। अनि एसए नोड कहाँ प्रेजेन्ट हुन्छ भने हाम्रो सुपेरियर भेना काभाको जो चाहिँ हामी चाहिँ राइट एट्रियममा ओपन भइरहेको ठ्याक्कै त्यसको तल चाहिँ यहाँ चाहिँ यसरी चाहिँ हामी चाहिँ यो चाहिँ एसए नोडको प्रेजेन्ट भएको हुन्छ है। यो कुरा पनि सोध्छ, लोकेसन अफ द एसए नोड भन्यो भने जस्ट बिलो द ओपनिङ अफ द सुपेरियर भेना काभा अन राइट एट्रियममा भन्नु, ठिक छ। ल हेर त के भन्ने फेरि हामी चाहिँ इम्पल्सहरू कहाँ जो जनरेट हुने भयो? एसए नोडमा जनरेट हुने, त्यही कारण नेचुरल पेसमेकर अफ द हार्ट पनि भन्ने गर्छौँ, ठिक छ। र त्यो चाहिँ हामी चाहिँ वाल्सहरूमा, परिकलको चाहिँ हामी चाहिँ वाल्सहरूमा गयो, जसको कारणले चाहिँ हामी चाहिँ अरिकल्स ग्यास कन्ट्याक्टेड हुन्छ है। त्यो चाहिँ हामी चाहिँ अब चाहिँ नर्भ इम्पल्सहरू चाहिँ हामी चाहिँ एभी नोड मा चाहिँ त्यो इम्पल्सहरू चाहिँ हामी चाहिँ पुग्छ। एभी नोडमा चाहिँ त्यो इम्पल्सहरू पुगिसकेपछि एभी नोड हाम्रो कहाँ हुन्छ थाहा छ?
एट्रियोभेन्ट्रिकुलर चाहिँ हामी चाहिँ गुरुब अथवा सेप्टमको चाहिँ नजिक हुने गर्छ है। त्यहाँबाट हामी चाहिँ बन्डल अफ फिस अराइज हुने गर्छ। त्यही कारण एबी नोडले चाहिँ इम्पल्सहरू चाहिँ बन्डल अफ फिसमा सेन्ड गर्छ। बन्डल अफ फिसको पनि दुईटा ब्रान्च हुन्छ। राइट साइडतिर जाने चाहिँ राइट बन्डल अफ फिस भन्ने गर्छ, लेफ्ट साइडतिर जाने चाहिँ हामी चाहिँ लेफ्ट ब्रान्च अफ बन्डल अफ फिस भन्ने गरिन्छ। फाइनली चाहिँ हामी चाहिँ पर्किन्जी फाइबर चाहिँ हामी चाहिँ वाल्स अफ द भेन्ट्रिकलमा प्रेजेन्ट भएको हुन्छ। त्यसको भाया चाहिँ भेन्ट्रिकल्सहरू चाहिँ गेट्स कन्ट्याक्टेड हुने गर्छ। यसरी हाम्रोमा चाहिँ कन्डक्टिङ सिस्टम अफ हर्टको बारेमा बुझ्ने है बाबुहरू। ल हेर्छ दुईटा हामीले इक्जाममा कन्फ्युज गर्नुको लागि एउटा ओड चाहिँ हाले हुन्छ। एउटा पर्किन्जी फाइबर हुन्छ बाबुहरू। पर्किन्जी फाइबर चाहिँ हाम्रो कहाँ केसँग रिलेटेड रहेछ, हार्टकोसँग रिलेटेड हुने रहेछ। यो चाहिँ हामी चाहिँ वाल अफ द भेन्ट्रिकल्सहरूमा प्रेजेन्ट हुने रहेछ। यो कुरा त हामीले बुझ्यौँ। त्यस्तै एउटा पर्किन्जी सेल पनि हुन्छ है बाबुहरू। यो पर्किन्जी सेल कहाँ प्रेजेन्ट हुन्छ थाहा छ, सेरिबेलममा प्रेजेन्ट हुन्छ। ब्रेनको सेरिबेलम भन्ने पार्टमा चाहिँ प्रेजेन्ट भएको हुन्छ है। त्यसमा पनि पर्किन्जी लेयर भन्ने हुन्छ। हिस्टोलोजीमा सेरिबेलमको 3टा लेयर्स हुन्छ। 3टा लेयर मध्ये एउटा लेयरको नाम पर्किन्जी लेयर हो। त्यो पर्किन्जी लेयर चाहिँ पर्किन्जी सेलबाट बनेको हुनाले पर्किन्जी सेलहरू कहाँ प्रेजेन्ट हुन्छ भन्ने सेरिबेलममा प्रेजेन्ट हुन्छ भन्ने है। त्यस्तै एउटा हामीले अर्को झुक्क्याउने कुरा, माथि हामीले एउटा स्टेसन फ्ल्यापको कुरा गरेका थियौँ जसले चाहिँ हामीले इन्फेरियर भेना काभालाई चाहिँ फोरामेन ओभालीसँग कनेक्ट गरिरहेको थियो है। सो त्यो स्टेसन फ्ल्यापहरू कहाँ केसँग रिलेटेड छ, राइट एट्रियमसँग, एट्रियम अफ द हार्टसँग रिलेटेड भएको भने भइल। अर्को चाहिँ स्टेसन ट्युब पढ्छौँ हामी। कहाँबाट स्टेसन ट्युब पढ्छौँ है बाबुहरू। स्टेसन ट्युबले चाहिँ कहाँ कहाँ प्रेजेन्ट हुन्छ भन्यो भने त्यो चाहिँ मिडल इयरमा हुने। कहाँ हुनेछ अब, मिडल इयरमा प्रेजेन्ट हुन्छ। जसले के गर्छ थाहा छ बाबु, यसले चाहिँ हामी चाहिँ मिडल इयरलाई चाहिँ हामी चाहिँ नेजोफ्यारिङसँग चाहिँ कनेक्ट गर्ने काम गर्छ। के किन कनेक्ट गर्छ भने प्रेसर मेन्टेन गर्नुको लागि। ओके, यो कुरा पनि बुझ्नु पर्यो है। यो दुईटा क्वेसन आइएममा सोधेको थिएन, आइएमओ इक्जामहरू, ठिक छ ल। त्यसपछि अब त्यही कुरा गरेको छ, एसए नोडको लोकेसन कुरा गरेको छ हामी चाहिँ। कहाँ भनेको थियो, सुपेरियर भेना काभाको चाहिँ हामी चाहिँ ओपनिङको ठ्याक्कै बिनेसमा प्रेजेन्ट भएको हुन्छ। त्यही कारण यसले पेसमेकर अफ द हार्ट पनि भने, किनकि यसको चाहिँ हेर्दा बाबुहरू म्याक्सिमम चाहिँ हामी इम्पल्स जेनेरेसन हुने चाहिँ रेट्स पर मिनट 70 to 80 पर मिनट हुन्छ है। त्यही कारण यो कुरा बुझ्नु। यसको लागि तर भेलोसिटी अफ कन्डक्सन त्यही कारण मिनिमम हुने गर्छ है, एउटा कुरा यो। त्यसपछि एबी नोडलाई चाहिँ हामी चाहिँ पेस सेटर अफ द हार्ट पनि भन्ने गरिन्छ। यो कुरा पनि बुझिराख्नु इन्डियन ट्रान्सको लागि। त्यसको लोकेसन कहाँ हुन्छ भन्यो भने हेर्छ एट्रियल सेप्टमको चाहिँ वालमा प्रेजेन्ट भएको हुन्छ। कहाँ भन्यो भने एबी भल्भोको चाहिँ नजिक, एट्रियोभेन्ट्रिकुलर भल्भो, ट्राइकोस्पिड र बाइकोस्पिड भल्भोको चाहिँ नजिकमा प्रेजेन्ट भएको हुन्छ है। यसमा चाहिँ हामी चाहिँ यसको लागि कन्डक्सन भेलोसिटी चाहिँ सेम नै छ दुइटैको, तर यसको चाहिँ हामी चाहिँ इम्पल्सको चाहिँ हामी चाहिँ पर मिनट हुने जेनेरेसन चाहिँ अब घट्दै घट्दै जाने गर्छ है। बन्डल अफ फिसको पनि राइट ब्रान्चको कुरा गर्छौँ, लेफ्ट ब्रान्च अफ बन्डल अफ फिस आउने गर्छ। यसमा चाहिँ कन्डक्सन भेलोसिटी 1 र इम्पल्स चाहिँ 30 to 36 पर मिनट जति हुन्छ भने पर्किन्जी फाइबरको कुरा गरे हामीले, वाल्स अफ द भेन्ट्रिकलमा प्रेजेन्ट भएको हुन्छ। यसमा चाहिँ हामी चाहिँ कन्डक्सन भेलोसिटी म्याक्सिमम र इम्पल्सको चाहिँ हामी चाहिँ जेनेरेसन हुने रेट पर मिनट चाहिँ मिनिमम हुन्छ। हामीलाई इक्जाम कसरी सोध्छ थाहा छ बाबुहरू, इम्पल्स जेनेरेटेड हुने रेट म्याक्सिमम कहाँ हुन्छ भन्यो भने कहाँ भन्ने हामी चाहिँ एसी नोडमा भन्ने। कन्डक्सन भेलोसिटी म्याक्सिमम कहाँ हुन्छ भन्यो भने कहाँ भन्ने पर्किन्जी फाइबरमा भन्ने। त्यस्तै कन्डक्सन भेलोसिटी चाहिँ मिनिमम भन्यो भने एसी नोड है, एबी नोड छ भने त्यो पनि लेख्ने। अनि इम्पल्स जेनेरेसन रेट चाहिँ पर मिनट मिनिमम चाहिँ कहाँ हुन्छ भने पर्किन्जी फाइबरमा हुन्छ भनेर लेख्नु पर्यो। ओके बाबुहरू ल। त्यसपछि अब हामी कार्डियक साइकलको बारेमा कुरा गरौँ। के को बारेमा बाबु, कार्डियक साइकल भनेको के हो त बाबुहरू। कार्डियक साइकल भने बाबुहरू हाम्रो चाहिँ एउटा हेर त सिरिज अफ इभेन्ट अकरिङ इन हार्ट फ्रम वान हार्टबिट टु अदर भन्छ है बाबु। जस्तै एउटा हार्टबिट अर्को हार्टबिटको बिचमा चाहिँ जो हाम्रो चाहिँ हामी चाहिँ इभेन्ट्सहरू चाहिँ हार्टमा अकर भइरहेको हुन्छ नि, त्यसलाई नै हामी कार्डियक साइकल भन्ने गर्छ। थाहा छ अलि बाबुहरू, हाम्रो बडीमा 1 कार्डियक साइकल कम्प्लिट हुनको लागि 0.8 सेकेन्ड लाग्छ है। केमा, ह्युमनमा, धरानमा सोधेको क्वेसन हो, आयाममा सोधेको क्वेसन हो। कुन बेला भने जुन बेला हाम्रो हार्ट रेट चाहिँ 72 बिट्स पर मिनट हुने कन्डिसनमा। सो कार्डियक साइकलको ड्युरेसन सोधिरहेको हुन्छ है बाबुहरू, 0.8 सेकेन्ड भन्नु जान्नु पर्छ। सो थाहा छ बाबुहरू, कार्डियक साइकलमा दुईटा फेज हुने गर्छ। एउटा सिस्टोलिक फेज हुने गर्छ। सिस्टोलिक फेज जसलाई हामी फेज अफ कन्ट्राक्सन पनि भन्ने गर्छौँ, फेज अफ कन्ट्राक्सन पनि भन्ने गरिन्छ। अर्को चाहिँ डायस्टोलिक फेज हुने गर्छ, जसलाई हामी के भन्छौँ, फेज अफ रिल्याक्सेसन पनि भन्ने गरिन्छ है। जो चाहिँ सिस्टोलको दौरानमा अकर हुन्छ, यो चाहिँ डायस्टोलको दौरानमा अकर हुने गर्छ। यो कुरा पनि बुझ्नु पर्यो है। सिस्टोल भनेको फेज अफ कन्ट्राक्सन रहेछ, डायस्टोल भनेको फेज अफ रिल्याक्सेसन रहेछ। त्यो सिस्टोलिकमा चाहिँ हुने चाहिँ हामी चाहिँ ब्लड प्रेसरलाई चाहिँ सिस्टोलिक ब्लड प्रेसर भन्छौँ, जो म्याक्सिमम ब्लड प्रेसर हो, जसको भ्याल्यु चाहिँ हामी 120 लेख्ने गर्छौँ। यसरी हामी नर्मली चाहिँ डायस्टोलमा भन्ने चाहिँ डायस्टोलिक ब्लड प्रेसर, जसलाई हामी 180 मिलिमिटर अफ मर्करी लेख्ने गर्छौँ है बाबु, लेख्ने बेला, ठिक छ। अनि सिस्टोलिकमा पनि हामी चाहिँ र डायस्टोलिक ब्लड प्रेसरमा पनि हामीले कुरा गर्छ। सिस्टोलिक फेज डायस्टोलिक फेजमा ड्युरेसन हेर्नु त बाबुहरू, एट्रियल सिस्टोलको ड्युरेसन चाहिँ हामी 0.1 सेकेन्ड हुन्छ है। एट्रियल सिस्टोलको फेज चाहिँ 0.1 सेकेन्ड हुने गर्छ। एट्रियल डायस्टोलको चाहिँ 0.7 सेकेन्ड हुन्छ। सो अल्टुगेदर कति भयो, 0.8 सेकेन्ड हो। र हामीलाई थाहा छ कार्डियक साइकलमा 0.8 सेकेन्डबाट बन्छ। त्यस्तै भेन्ट्रिकुलर सिस्टोलको चाहिँ ड्युरेसन 0.3 सेकेन्ड हुन्छ, अलि बढी हुन्छ। डायस्टोलको त्यही कारण 0.5 सेकेन्ड हुन्छ। यो पनि जोड्दाखेरि पनि 0.8 सेकेन्ड नै भयो है। यो कुरा पनि बुझ्नु पर्यो, ठिक छ। अनि सिस्टोल फेज के कारणले अराइज हुन्छ भन्ने पनि सोध्छ है इन्ट्रान्समा।
केले कारणले हुन्छ डिपोलराइजेसन कारणले हुन्छ अब के कारणले डिपोलराइजेसन हामीलाई थाहा छ डिपोलराइजेसन के कारणले हुन्छ सोडियमको इन्फ्लक्स कारणले हुन्छ त्यही कारणले डिपोलराइजेसन कारणले हुन्छ सोडियम इन्फ्लक्स कारणले हुन्छ भन्यो भने वाइल डायस्टोलिक फेज चाहिँ रिपोलराइजेसन कारणले हुनेछ अब के कारणले रिपोलराइजेसन कारणले हुन्छ भन्नुको मतलब पोटासियमको इफ्लक्स भएर बाहिर आएर सेलबाट अकर हुने गर्छ है त्यही कुरा लेखाएको छ यो कुरा पनि बुझिराख्नु त्यही सिस्टोलिक ब्लड प्रेसर सिस्टोलिक फेजसँग रिलेटेड भयो 120 mm फेज लेख्छौँ रेन्ज लेख्यो भन्यो भने यसको 100 to 140 मिलिमिटर अफ मर्करी लेख्ने गर्छौँ भन्यो भने डायस्टोलिक ब्लड प्रेसरको रेन्ज चाहिँ 60 to 90 हुन्छ मिलिमिटर अफ मर्करी है उसरी हामी 80 mm फेज लेख्ने गर्छौँ त्यही कारण हामी ब्लड प्रेसर लेख्ने बेला 120/80 mm फेज लेख्ने गर्छौँ है के सिस्टोलिक बाई डायस्टोलिक ब्लड प्रेसरको रेसियो ल यो कुरा पनि बुझ्यौँ हामीले है त्यसपछि अर्को टपिक छ हाम्रो एउटा इसिजी भन्ने गर्छ इसिजीको सबभन्दा पहिले फुल फर्म थाहा इलेक्ट्रोकार्डियोग्राफ भन्ने सो इलेक्ट्रोकार्डियोग्राफी भन्ने बाबु के रहेछ इलेक्ट्रोकार्डियोग्राफी भन्ने इलेक्ट्रोकार्डियोग्राफी भनेको चाहिँ हामी चाहिँ के हो त बाबुहरू भन्ने कुरा हुन्छ भने के गर्छ इलेक्ट्रोकार्डियोग्राफीले चाहिँ द्याट ले चाहिँ रिकर्ड गर्ने गर्छ द इलेक्ट्रिकल एक्टिभिटी अफ द हार्टहरू बाबुहरू है इलेक्ट्रिकल एक्टिभिटी अफ द हार्ट भन्ने गरिन्छ इलेक्ट्रिकल एक्टिभिटी अफ हार्ट रिप्रेजेन्ट गर्ने ग्राफिकल रिप्रेजेन्टेसन है इलेक्ट्रोकार्डियोग्राफी भनेको है सो रिकर्ड्स गर्ने गर्छ यसले चाहिँ एउटा इन्स्ट्रुमेन्ट हो है त्यही कारण यसले रिकर्ड्स द इलेक्ट्रिकल एक्टिभिटी अफ द हार्टलाई चाहिँ इन द ग्राफमा फर्ममा चाहिँ यसले चाहिँ रिकर्ड गरिरहेको छ कस्तो हुन्छ भने यो चाहिँ भोल्टेज टाइम ग्राफ हुन्छ यसको नाम चाहिँ भोल्टेज टाइम ग्राफ हो त्यो ग्राफ पनि हुन्छ ठिक छ सो भोल्टेज टाइम ग्राफ पनि भन्ने गरिन्छ इसिजीलाई चाहिँ हामी चाहिँ यसले के प्रिन्सिपलमा वर्क गर्छ भने हामीलाई थाहा छ प्रिन्सिपल अफ द ग्याल्भानोमिटरमा चाहिँ यसले चाहिँ इसिजीले चाहिँ वर्क गर्ने गर्छ र सबभन्दा पहिलो चाहिँ हामी चाहिँ इसिजी चाहिँ बारेमा चाहिँ रिकर्ड गर्ने व्यक्ति चाहिँ वालर हुन् फ्रगमा गरेको थियो तर हामी ह्युमनको केसमा चाहिँ हामी चाहिँ इन्थोभ्यान भन्नेले चाहिँ हामी चाहिँ इन्थोभ्यान भन्ने चाहिँ हामी चाहिँ साइन्टिस्टले चाहिँ हामी चाहिँ सबभन्दा पहिले चाहिँ हामी चाहिँ ह्युमन इसिजीमा चाहिँ हाम्रो बारेमा चाहिँ स्टडी गरेको हुनाले चाहिँ हाम्रो फादर अफ इसिजी भनेर अथवा इलेक्ट्रोकार्डियोग्राफी भनेर चाहिँ इन्थोभ्यानलाई बुझ्ने गरिन्छ है ओके ल अब हाम्रो इसिजी ग्राफ यस्तो देखिन्छ है बाबु देख्नु भने चाहिँ अब इसिजी ग्राफ यस्तो हुने रहेछ है फेरि यस्तो खालको ग्राफ आउने गर्छ है हाम्रो इसिजी ग्राफ यसमा पिओएफ हुन्छ एउटा है यो चाहिँ क्युआरएस कम्प्लेक्स क्युआरएस कम्प्लेक्स हुने गर्छ अनि अर्को चाहिँ टिओएफ हुन्छ तिनवटा वेभको बारेमा बुझ्नुपर्छ हामीले सो पिओएफको बारेमा बुझ्छौँ हामी क्युआरएस कम्प्लेक्सको बारेमा बुझ्छौँ अनि टिओएफको बारेमा बुझ्नुपर्छ है हामीले इक्जाममा सोध्छ पिओएफ के कारणले अराइज हुन्छ भन्यो भने के भन्ने बाबु थाहा छ एट्रियल डिपोलराइजेसन एट्रियल डिपोलराइजेसनले हाम्रो पिओएफ जेनेरेट गर्छ भन्यो भने क्युआरएस कम्प्लेक्स चाहिँ हामी चाहिँ ठ्याक्कै भेन्ट्रिकुलर चाहिँ डिपोलराइजेसन कारणले अराइज हुन्छ भन्ने केले बाबुहरू भेन्ट्रिकुलर डिपोलराइजेसन कारणले अराइज हुन्छ भन्ने त्यस्तै टिओएफ चाहिँ भेन्ट्रिकुलर रिपोलराइजेसन कारणले चाहिँ अराइज हुन्छ भन्ने त्यही कुरा लेखाएको छ है यो सबै इम्पोर्टेन्ट हो नि इक्जामको लागि बुझ्नुपर्छ पिओएफ चाहिँ एट्रियल डिपोलराइजेसन कारणले अराइज हुने रहेछ क्युआरएस कम्प्लेक्स चाहिँ भेन्ट्रिकुलर डिपोलराइजेसन कारणले अराइज हुन्छ भने टिओएफ चाहिँ भेन्ट्रिकुलर रिपोलराइजेसन कारणले अराइज हुन्छ भन्ने कुरा बुझ्छ है बाबुहरू ठिक छ अनि सर्टेन कन्डिसनहरू जुन बेला हाम्रो डिजिज कन्डिसन हुन्छ त्यो बेला यो टिओएफको चाहिँ भ्यालु चाहिँ यसरी धेरै लामो टिओएफ भन्छ त्यो कन्डिसन चाहिँ हाइपरक्यालेमियाहरूमा तिनीहरूमा देखिने गरिन्छ जस्तै मायोकार्डियल इन्फेक्सन कन्डिसनहरूमा ओके ल यो कुरा बुझिराख्नु ठिक छ त्यसपछि अब चाहिँ हामी चाहिँ लेट्स टक अबाउट द हार्टको साउन्डको बारेमा बुझ्छौँ है हार्टमा हाम्रो चाहिँ हामी चाहिँ बुझ्ने बेला हामी चाहिँ उसरी 4 टाइप्स अफ साउन्ड हुन्छ हामी तर फर्स्ट र सेकेन्ड साउन्ड मेजर साउन्ड हुने फर्स्ट र सेकेन्ड साउन्ड कुरा फर्स्ट साउन्डलाई चाहिँ हामी लभ साउन्ड पनि भन्ने गर्छौँ सेकेन्ड साउन्डलाई हामी कुन साउन्ड पनि भन्ने गर्छौँ डब साउन्ड भन्ने गर्छौँ फर्स्ट साउन्डको चाहिँ हामी चाहिँ लभ साउन्डको चाहिँ लो पिच हुने गर्छ लो पिच छ भने एब्सोल्युटली लाउड पनि कम हुने गर्छ लेस लाउड पनि हुने गर्छ र यसको ड्युरेसन अफ टाइम चाहिँ हामी चाहिँ लङ्गर ड्युरेसन अफ टाइम हुने गर्छ लो पिचको कारणले है फर्स्ट हार्ट साउन्ड के प्रोड्युस गर्छ भन्यो भने जुन बेला एट्रियो भेन्टिकुलर एबी भल्भ चाहिँ को चाहिँ क्लोजरले द्याट इज बाइकोस्पिड र ट्राइकोस्पिड भल्भको क्लोजर भएर फर्स्ट हार्ट साउन्ड सुनिन्छ यो कुरा भेरी भेरी इन्ट्रेस्टको लागि इम्पोर्टेन्ट क्वेसन ओके त्यसपछि सेकेन्ड हट साउन्डलाई चाहिँ हामी चाहिँ कुन साउन्ड पनि भन्दैछौँ डब साउन्ड पनि भन्ने गर्छ यो डब साउन्ड कुन बेला सुनिन्छ थाहा छ बाबुहरू जुन बेला चाहिँ हामी सेमिलुनार भल्भ भन्छ जसलाई है आउटिक भल्भ एन्ड पल्मोनरी भल्भको क्लोजिङ हुने दौरानमा सेकेन्ड हट साउन्ड सुनिन्छ है यसको चाहिँ हामी चाहिँ हाई पिच हुने गर्छ हाई पिच भयो भने हाई लाउडर हुन्छ यसको ड्युरेसन अफ टाइम चाहिँ छोटो हुने गर्छ त्यही कारण ठिक छ प्रोड्युस के कारणले हुन्छ भने सेमिलुनार भल्भ क्लोजिङ यो पनि आइएममा सोधेको क्वेसन हो यसरी बुझ्नु पर्यो क्वेसन ठिक छ त्यसपछि थर्ड र फोर्थ हार्ट साउन्ड भनेको पनि हुन्छन् हाम्रो बडीमा दिज आर द प्याथोलोजिकल खालको हार्ट साउन्ड भनेको जुन चाहिँ जनरली हाम्रो बडीमा सुनिँदैन कान्ट हर्ड इजली चाहिँ ड्यु टु द लेस फ्रिक्वेन्सी कारणले भन्ने कुरा गरेको छ र कुन इन्स्ट्रुमेन्टले चाहिँ हामी चाहिँ हार्टको चाहिँ साउन्ड मेजर गर्ने इन्स्ट्रुमेन्टलाई चाहिँ हामी के भन्छ स्टेथोस्कोप भन्छौँ थाहा छ सबैले है केमा नाप्ने गरिन्छ एपेक्स बिटमा नाप्छौँ भनेको थिएँ यो चाहिँ लेफ्ट भेन्टिकलले मात्र बनाउँछ भनेको थियो 9 सेन्टिमिटर चाहिँ अयो हुन्छ भनेको थिएँ इन 5th इन्टरकस्टल स्पेसमा मैले भनिसकेको छु है यो कुरा ल
नाप्ने ठाउँको नाम चाहिँ। ल हाम्रो बडीमा हुने एबनर्मल हर्ट साउन्डलाई यो पनि आइएमओ सोधेको तिनीहरूलाई मुरमर्स भन्ने रहेछ। के भन्ने रहेछन् बाबुहरू? मुरमर्स भन्ने रहेछन् है, मुरमर्स भन्ने रहेछन्। ओके, लेट्स टक अबाउट द हर्ट रेटको बारेमा बुझौँ। हर्ट रेट भनेको दुई तरिकाले डिफाइन गर्न सकिन्छ। हर्ट रेट भनेको कति टाइम चाहिँ तिम्रो चाहिँ हर्ट चाहिँ हामी चाहिँ बिट गर्छ त 1 मिनटमा पर मिनटमा, त्यसलाई पनि हर्ट रेट भन्ने गर्छौँ। अथवा कार्डियक साइकल चाहिँ पर मिनटलाई पनि हामी हर्ट रेट नै भन्ने गर्छौँ। ठिक छ। र ह्युमनको कुरा गर्छौँ भने हाम्रो 72 टाइम्स पर मिनट हाम्रो हर्ट रेट हो भन्ने गर्छ है, रेन्जमा। त्यसरी रेन्ज लेख्छौँ भने 60 to 100 टाइम्स पर मिनट लेख्ने गर्छौँ हामी है, यसरी लेख्ने गर्छौँ है। ह्युमनको पनि एडल्टमा चाहिँ 60 to 100 टाइम्स पर मिनट हुने गर्छ। एभरेजमा हामी 72 टाइम्स पर मिनट लेख्ने गर्छौँ। नयाँ बर्नमा चाहिँ हाम्रो हर्ट रेट धेरै छिटो छिटो हुन्छ, तिनीहरूमा 120 to 140 पर मिनट हुने गर्छ। यो कुरा पनि आइएमओ सोधेको थियो। न्यू बोर्न बेबी अफ द ह्युमनमा हुने हर्ट रेट भन्यो भने कति भन्ने? 120 to 140 पर मिनट भन्ने। फ्रगमा हामीलाई थाहा छ 64 पर मिनट हुने गर्छ, यो पनि थाहा हुनु पर्यो। रेबिटमा चाहिँ हामीभन्दा धेरै बढी हुन्छ, 200 टाइम्स पर मिनट हुने गर्छ हर्ट रेट। ठिक छ। नर्मल खालको हर्ट रेटलाई चाहिँ हामी रिदिमिया भन्ने रहेछौँ। के भयो? टर्म दिने रहेछन्, रिदिमिया भन्ने रहेछन्। त्यही कारण एबनर्मल हर्ट रेटलाई एरेदिमिया भन्ने। के भन्ने अब? एरेदिमिया भन्ने। ठिक छ, एरेदिमिया भन्ने। अनि हर्ट रेट घट्नु भनेको, हर्ट रेट चाहिँ घट्नु डिक्रिज हुने गर्छ। हर्ट रेट घट्नुलाई चाहिँ ब्राडिकार्डिया भन्ने गरिन्छ बाबुहरू है, जो चाहिँ हामी एथलेटिक्सहरूमा देखिन्छ। यो कुरा पनि सोधेको थिएँ इन्टासमा। एथलेटिक्सहरूमा कस्तो कन्डिसन देखिन्छ भने ब्राडिकार्डिया कन्डिसन देखिन्छ है। अहिले हर्ट रेट इन्क्रिज हुनलाई चाहिँ हामी के भन्छौँ? ट्याकिकार्डिया भन्छौँ। जुन बेला हामी चाहिँ कुन सिस्टम एक्टिभेट होला? सिम्पेथेटिक नर्भस सिस्टम अथवा एड्रेनालिनको सिक्रेसन बढ्यो जस्तै फाइट फ्लाइट कन्डिसनहरूमा है। त्यसपछि अर्को चाहिँ छ हाम्रो कार्डियक आउटपुटको बारेमा है। कार्डियक आउटपुटको बारेमा पनि बुझौँ त बाबुहरू। कार्डियक आउटपुट भनेको के रहेछ बाबुहरू? हेर्छ, कार्डियक आउटपुट भनेको कति एमाउन्टको चाहिँ ब्लड चाहिँ इजेक्ट भइरहेछ त हरेक भेन्ट्रिकल इच भेन्ट्रिकलले पर मिनट। 1 मिनटमा 1 मिनटमा हरेक भेन्ट्रिकलले कति एमाउन्टको चाहिँ ब्लड चाहिँ है पम्प इजेक्ट गरिरहेछ त, त्यसलाई हामी के भन्ने रहेछौँ? कार्डियक आउटपुट भन्ने रहेछौँ। थाहा छ ह्युमनको लागि चाहिँ कार्डियक आउटपुटको भ्यालु कति हुन्छ? कार्डियक आउटपुट निकाल्ने फर्मुला चाहिँ स्ट्रोक भोल्युम इन्टु हर्ट रेट हुने गर्छ है। स्ट्रोक भोल्युम हाम्रो 70 ml हुने गर्छ है। हर्ट रेट भनेको 72 बिट्स पर मिनट हो भने एभरेजमा एडल्टमा चाहिँ कुरा गर्दाखेरिमा, त्यही कारण यसको भ्यालु नियरली चाहिँ हामी चाहिँ 5 लिटरभन्दा अलि बढी आउँछ। त्यही कारण हामी 5 लिटर नै राख्ने गर्छौँ। सो कार्डियक आउटपुट कति हुन्छ भने थाहा छ बाबुहरू? कति भन्ने? 5 लिटर कति पर मिनटमा हुन्छ भन्ने कुरा गर्छौँ है। यो कुरा पनि बुझ्नु पर्यो इन्टासमा सोधेको क्वेसन। अब यो कार्डियक आउटपुटको धेरै फ्रेक्सनहरू सबै ठाउँमा डिस्ट्रिब्युट हुन्छ। सो हामी त्यो बारे बुझ्छौँ है। कार्डियक आउटपुटको फ्रेक्सन है, सर्टेन पोर्सन हाम्रो हार्टमा रिमेन हुने गर्छ, धेरै कम हुने गर्छ। नियरली 200 ml जति पर मिनट जति मात्र हाम्रो 200 ml जति एमएल मात्र ब्लड चाहिँ हामी चाहिँ 1 मिनटमा हाम्रो चाहिँ हर्टको चाहिँ हामी चाहिँ ले चाहिँ राख्ने, आफूसँग राख्ने कार्डियक फ्रेक्सन यति मात्र हुने गर्छ। सबभन्दा बढी चाहिँ हामी चाहिँ कार्डियक आउटपुट जाने ठाउँ भनेको लिभर हो। त्यही कारण लिभरलाई चाहिँ हामी बिजेस्ट organ पनि भन्ने गरिन्छ। सबभन्दा त्यही कारणले बढी चाहिँ रिजेनेरेट हुने organ पनि हो। कति जान्छ? 28% चाहिँ अफ कार्डियक आउटपुट जान्छ। भेरी भेरी इन्टासमा धेरैचोटि सोधेको क्वेसन हो। भ्याल्यु भन्दाखेरिमा 1500 ml पर मिनट जाने गर्छ। त्यही कारण यसलाई के भन्छौँ? बिजेस्ट organ भन्ने गर्छौँ। म्याक्सिमम कार्डियक आउटपुट जाने गर्छ। त्यही कारणले यसमा चाहिँ हामी चाहिँ ब्लड सबभन्दा बढी गयो भने चाहिँ रिजेनेरेटिभ क्यापेसिटी पनि सबभन्दा बढी हुन्छ। त्यही कारणले म्याक्सिमम रिजेनेरेटिभ क्यापेसिटी हुने गर्छ है। त्यस्तै रेनल फ्रेक्सन चाहिँ हामीले थाहा छ 25% मात्र हुने गर्छ। कति हुने? 25% अफ द कार्डियक आउटपुट हुने गर्छ। ब्रेनमा चाहिँ 20% अफ द कार्डियक आउटपुट आउने गर्छ है, जो चाहिँ भ्याल्युमा भन्दा 1300 र 1000 ml पर मिनटको। ओके, एउटा क्वेसनहरू चाहिँ सोधेको छ, यदि इफ हर्ट इज अफ म्यामल चाहिँ इन्जेक्टेड विथ 2% अफ क्याल्सियम क्लोराइड भनेर थाहा छ बाबुहरू? क्याल्सियमले चाहिँ हामी चाहिँ ह्युमनमा चाहिँ प्लाटिफेज भन्छ, एउटा रेस्टिङ कन्डिसन हो। प्लाटिफेज चाहिँ हामी चाहिँ क्रिएट गर्ने गर्छ क्याल्सियमको इन्फ्लक्सको कारणले है। त्यही कारणले यो कन्डिसनमा हर्ट रेट चाहिँ हामी चाहिँ हर्ट बिट नै हुँदैन। त्यही कारण हर्ट बिट स्टप भन्ने कुरा हुन्छ है बाबुहरू। ओके, ल सो ब्लड प्रेसर कुरा गरौँ हामी। त्यसपछि ब्लड प्रेसर भनेको हामी चाहिँ एउटा त हामी डिफाइन गरेर सिस्टोलिक ब्लड प्रेसर डिभाइड बाई डायस्टोलिक ब्लड प्रेसरको रेसियो लेख्ने गर्छौँ। एउटा तरिका त्यो भयो। यो भनेको म्याक्सिमम ब्लड प्रेसर हो, यस भने मिनिमम ब्लड प्रेसर हो डायस्टोलको दरमा। त्यही कारण भ्याल्यु 120/80 mFG लेख्छौँ। र अर्को ब्लड प्रेसरको एउटा फर्मुला भनेको कार्डियक आउटपुट इन्टु पेरिफेरल भस्कुलर रेजिस्टेन्स पनि हुन्छ। भर्खर हामीले कार्डियक आउटपुट 5 लिटर पर मिनट हुन्छ, जो भनेको स्ट्रोक भोल्युम इन्टु हर्ट रेट हो इन्टु पिभिआर। सो तिनवटा कुरामा डिपेन्ड गर्ने छ ब्लड प्रेसर। पेरिफेरल भस्कुलर रेजिस्टेन्समा डिपेन्ड गर्छ, हार्ट रेटमा डिपेन्ड गर्ने छ, र स्ट्रोक भोल्युममा डिपेन्ड गर्ने रहेछ है बाबुहरू। यो कुरा बुझिराखौँ। हामीले भनेको थियो बिपिन नाप्नुको लागि युज हुने चाहिँ हामी चाहिँ आर्ट्री चाहिँ द ब्राकियल आर्ट्री हो। ओके बाबुहरू, ब्लड प्रेसर नाप्नुको लागि युज हुने इन्स्ट्रुमेन्टको नामलाई के भन्ने गर्छौँ? स्पिग्नोम्यानोमिटर भन्ने गर्छौँ। स्पिग्मोम्यानोमिटर भन्ने कुन म्यानोमिटर? स्पिग्मोम्यानोमिटर भन्ने। यसलाई चाहिँ रिभारोकीले चाहिँ डिस्कभर गरेको थिए है बाबुहरू, स्पिग्नोम्यानोमिटरलाई। ओके, ब्लड प्रेसर हाम्रो थाहा छ एउटा सिस्टोलिक ब्लड प्रेसर हुन्छ,
है एउटा डायस्टोलिक ब्लड प्रेसर हुने गर्छ, एउटा अर्को पल्स प्रेसर हुन्छ, एउटा अर्को पनि प्रेसर हुन्छ बाबु हुन्छ मेन प्रेसर हुन्छ। त्यसको बारे हामी कुरा गर्दैनौँ, अहिले हामी तिनवटा कुरा मात्र गर्छौँ है। सिस्टोलिक ब्लड प्रेसर भनेको म्याक्सिमम ब्लड प्रेसर भयो सिस्टोलको दौरानमा फिल हुने भनिसकेको छु मैले कार्डियक साइकलको। यसको रेन्ज चाहिँ 100 to 140 एमएफएच हुन्छ भन्ने कुरा गऱ्यो हामीले चाहिँ है। डायस्टोलिक ब्लड प्रेसर भनेको मिनिमम ब्लड प्रेसर हो जो चाहिँ डायस्टोलिक फेज अफ कार्डियक साइकलमा देखिन्छ। यसको रेन्ज भनेको 60 to 90 एमएफएच हुने गर्छ। पल्स प्रेसरको बारेमा बुझेपछि पल्स प्रेसर भनेको दुईटैको बिचको डिफ्रेन्स हो। सो हामीले थाहा छ ठुलो भ्याल्यु के को हुन्छ डायस्टोलिक ब्लड प्रेसरको हुन्छ, त्यही कारण पल्स प्रेसर भनेको डायस्टोलिक ब्लड प्रेसर माइनस सिस्टोलिक सरी ठ्याक्कै उल्टो भयो। पल्स प्रेसर भनेको त्यही कारणले सिस्टोलिक ब्लड प्रेसर माइनस डायस्टोलिक ब्लड प्रेसर हो। सिस्टोलिक हामीलाई थाहा छ उसरी 120 लेख्छौँ, 80 लेख्छौँ। पल्स प्रेसर कति हुन्छ भन्यो भने आजबाट तिमीलाई क्वेसन सोध्यो भने कति भन्ने 40 mmHg भन्ने मिलिमिटर अफ मर्कर, यो कुरा पनि थाहा हुनु पर्यो। ओके बाबुहरू ल अब हामी फाइनली चाहिँ कि आर्ट्रीको बारेमा बुझौँ है। हाम्रो बडीहरूमा हुने आर्ट्रिजको बारेमा बुझौँ है बाबुहरू। ल हेर्छ बाबुहरू हामीलाई थाहा छ यहाँ हाम्रो के हुन्छ लेफ्ट भेन्ट्रिकलबाट हाम्रो अपराइज हुने चाहिँ हामी चाहिँ इज और्टा अराइज हुने गर्छ। और्टाको हामी 6वटा ब्रान्च हुन्छ भनेको थियो। एउटा एसेन्डिङ और्टा हुन्छ, फेरि आर्क अफ और्टा हुने गर्छ, फेरि डिसेन्डिङ चाहिँ हामी चाहिँ तल गइरहेको त्यही कारण डिसेन्डिङ चाहिँ हामी चाहिँ थोरेक्समा गएर त्यहाँ थोरेसिक और्टा भन्ने गर्छौँ, फेरि चाहिँ डिसेन्डिङ एब्डोमिनल और्टा हुन्छ है। यसको धेरै ब्रान्चेसहरू हुन्छन्, म चाहिँ एक्सप्लेन गर्छु है अब कुराहरू। ल हेर्नु बाबुहरू एउटा कुरा के बुझिराखौँ भन्दाखेरिमा यो सिलिएक ट्रङ्क भनेको सिलिएक ट्रङ्कले चाहिँ फोरगटलाई सप्लाई गर्ने छ बाबुहरू। केले सप्लाई गर्छ फोरगटलाई सप्लाई गर्छ। त्यस्तै सुपेरियर मिजेन्ट्रिक आर्टरीले चाहिँ हामी चाहिँ तिम्रोबाट मिड गटलाई सप्लाई गर्छ भन्यो भने वाइल इन्फेरियर मिजेन्ट्रिक आर्टरीले चाहिँ हाइन्ड गटलाई सप्लाई गर्छ। थाहा छ हामीलाई थाहा छ गट भनेको के हो त इन्टेस्टाइन हो है। जिआई ट्र्याकलाई भन्छ हामी गट भनेको, ठिक छ। गट तिनवटा पार्टमा डिभाइड भएको हुन्छ, फोर गट मिड गट र हाइन्ड गटमा डिभाइड भएको हुन्छ है बाबु। फोर गट भनेको सेकेन्ड पार्ट अफ डुडेनमसम्मकोलाई भन्छ है। सेकेन्ड पार्ट अफ डुडेनम अप टु एम्पुला अफ भ्याटरसम्मको पार्टलाई फोर गट भन्ने गइन्छ। एम्पुला अफ भ्याटरदेखि तलको पार्ट अप टु द 2/3 अफ द ट्रान्सभर्स कोलोनसम्मको पार्टलाई हामी मिड गट भन्ने गइन्छ। 2/3 पार्ट अफ द है ट्रान्सभर्स कोलोनदेखि है एनसम्मको पार्टलाई चाहिँ हामी हाइन्ड गट भन्ने गइन्छ है। र यो फोर गटमालाई सप्लाई गर्ने चाहिँ हामी चाहिँ आर्ट्री कुन रहेछ अब सिलियाक आर्ट्री रहेछ है। त्यस्तै मिड गटलाई सप्लाई गर्ने आर्ट्रीको नाम के रहेछ सुपेरियर मिजेन्ट्रिक आर्ट्री रहेछ भन्यो भने वाइल हाइन्ड गटलाई सप्लाई गर्ने आर्ट्रीको नाम चाहिँ इन्फेरियर मिजेन्ट्रिक आर्ट्री। यो कुरा पनि थाहा हुनु पर्यो इन ट्रान्सफर भेरी भेरी इम्पोर्टेन्ट है। अर्को एउटा डायफ्रामलाई सप्लाई गर्ने आर्ट्रीलाई चाहिँ फेन्ड्रिक आर्ट्री भन्ने गइन्छ, त्यो पनि धेरैचोटि इक्जाममा सोध्छ। ल हेर्छ मैले आफैले बनाएको एउटा फिगरको बारेमा कुरा गरेको छु है बाबुहरू। जस्तै सपोज गर यहाँ तिम्रो चाहिँ हामी चाहिँ के छ लेफ्ट भेन्ट्रिकल चाहिँ लेफ्ट भेन्ट्रिकलबाट के आउँछ और्टा अराइज हुन्छ। यसरी और्टा तिम्रो बडीमा अराइज भइरहेको हुन्छ है बाबुहरू, ठिक छ। अनि यहाँ चाहिँ तिम्रो के होला त्यही कारण और्टिक भल्भ होला। कुन भल्भ होला एउटिक भल्भ होला है। एउटिक भल्भ हामीले भनेको थियो तिनवटा सेमिलुनर भल्भ हो भन्ने कुरा भन्छौँ। यसको कुरा गरिसकेका छ हामी चाहिँ। सो हामीले भर्खर पनि भनेको थियौँ यसरी माथि गइरहेकोलाई त्यही कारणले यसले और्टाको ब्रान्चलाई एसेन्डिङ और्टा भन्ने। कुन बारेमा भन्ने एसेन्डिङ और्टा भन्ने। एसेन्डिङ और्टा कहाँसम्म हुने रहेछ T4 लेभलसम्म हुने रहेछ है। त्यसरी T4 लेभलमा चाहिँ हामी चाहिँ T4 लेभलदेखि अर्को साइडको T4 लेभलसम्म हुने चाहिँ आर्क अफ और्टा भन्ने चाहिँ के भन्ने घुमिरहेको त्यही कारण यसलाई के भन्ने आर्क अफ और्टा भन्ने, ठिक छ। त्योभन्दा तलको चाहिँ अप टु द डायफ्रामसम्म जो भने डायफ्राम चाहिँ T12 लेभलमा हुन्छ। सो T12 लेभल T4 देखि T12 लेभलको चाहिँ हामीसम्मको चाहिँ जो और्टाको ब्रान्चलाई के भन्ने डिसेन्डिङ, यो रिजनमा थोरेसिक रिजन त्यही कारण डिसेन्डिङ थोरेसिक और्टा भन्ने है। र T12 भन्दा तलकोलाई चाहिँ हामी चाहिँ एब्डोमिनल और्टा भन्ने, एब्डोमिनमा हुन्छ त्यही कारण एब्डोमिनल और्टा नाम दिएको, ठिक छ। र डायफ्रामलाई सप्लाई गर्ने आर्ट्रीको नाम सोधिरहेको हुन्छ हामीले एक्जाममा कुन आर्ट्रीबाट सप्लाई भएको हुन्छ भने फेन्ड्रिक आर्ट्री भन्ने। आइएम इन्डियन एम्बेसीमा धेरैचोटि सोधेको क्वेसन हो यो कुरा। ल हामीले पहिले मैले भनिसकेको छु एसेन्डिङ और्टाको एउटा मात्र ब्रान्च हुन्छ, त्यो ब्रान्चलाई चाहिँ मैले के नाम भनेको थिएँ कोरोनरी आर्ट्री भनेको थिएँ। जसले के गर्थ्यो बाबुहरू हार्टलाई चाहिँ सप्लाई गर्ने आर्ट्रीको नाम कोरोनरी आर्ट्री। कोरोनरी आर्ट्रीको दुईवटा ब्रान्च थियो, एउटा राइट कोरोनरी आर्ट्री थियो, लेफ्ट साइडतिर हुने चाहिँ लेफ्ट कोरोनरी आर्ट्री भनेको थिएँ। राइट कोरोनरी आर्ट्रीबाट कहाँबाट आएको थियो हाम्रो एन्टेरियर और्टिक साइनस अफ द एसेन्डिङ और्टाबाट ओरिजिन भएको भनेको थिएँ मैले है। लेफ्ट कोरोनरी आर्ट्री त्यही कारणले लेफ्ट पोस्टेरियर है एसेन्डिङ और्टाको चाहिँ है एसेन्डिङ और्टाबाट अराइज भएको भन्ने कुरा गरेको थिएँ। सो एसेन्डिङ और्टाको दुईवटा मात्र ब्रान्च हुनेछन्, एउटा राइट कोरोनरी आर्ट्री अर्को चाहिँ लेफ्ट कोरोनरी आर्ट्री। त्यसपछि T4 देखि T4 सम्मकोलाई चाहिँ हामी आर्क अफ और्टा भन्ने के भन्ने बाबुहरू आर्क अफ और्टा। अब यो आर्क अफ और्टाको चाहिँ तिनवटा ब्रान्च हुने गर्छ है। एउटा ब्रान्चलाई चाहिँ हामी यसरी ब्र्याकोसेफालिक ट्रङ्क भन्ने, कुन ब्रान्चलाई बाबुहरू ब्र्याकोसेफालिक ट्रङ्क। थाहा ब्र्याकोसेफालिक ट्रङ्कको अर्को नाम चाहिँ इनोमिनेट आर्ट्री पनि। कुन आर्ट्री बाबुहरू इनोमिनेट आर्ट्री पनि भन्ने गइन्छ है। सो ब्र्याकोसेफालिक ट्रङ्क हुन्छ एउटा ब्रान्चले चाहिँ यसको चाहिँ आर्क अफ और्टाको। अर्को ब्रान्च भनेको लेफ्ट कमन क्यारोटिड आर्ट्री हुने गर्छ। अर्को ब्रान्च भनेको क्ल्याभिकलको ठ्याक्क तल हुने हुनाले लेफ्ट साइडमा त्यही कारण लेफ्ट सब क्ल्याभिन आर्ट्री भनेको, ठिक छ बाबुहरू। अगेन हेर्नु बाबुहरू ब्र्याकोसेफालिक ट्रङ्क पनि डिभाइड भएको हुन्छ
राइट कमन क्यारोटिड आर्ट्रीमा र राइट सबक्ल्याभियन आर्ट्रीमा हेर्छ। जस्तै हामी चाहिँ लेफ्टमा के छ, लेफ्ट कमन क्यारोटिड आर्ट्री आएको छ, लेफ्ट सबक्ल्याभियन आर्ट्री छ, जो चाहिँ डाइरेक्टली चाहिँ आर्क अफ अट्टाको ब्रान्चेसहरू छन्। तर राइट साइडमा चाहिँ के छ, राइट साइडमा चाहिँ ब्राकोसेफालिक है आर्क अफ अट्टाको ब्रान्च नै ब्राकोसेफालिक ट्रङ्क छ। त्यसले पछि गएर चाहिँ हामी चाहिँ राइट कमन क्यारोटिड आर्ट्री पनि गिब्राइज गराएको छ, राइट सबक्ल्याभियन आर्ट्री पनि गिब्राइज, यस्तै कुरा दिएको छ है बाबुहरू। ओके, बुझ्छ यति कुरा है। यो भइसकेपछि अब चाहिँ हामी चाहिँ त्यसपछि हामी चाहिँ डिसेन्डिङ thoracic aorta छ, यो चाहिँ T4 देखि T12 लेभलसम्म जाने गर्छ। एन्ड फाइनल ब्रान्च भनेको aorta को चाहिँ द इज एब्डोमिनल aorta भरे, एब्डोमिनमा जाने हुनाले एब्डोमिनल aorta भने। एब्डोमिनल aorta पनि L4 लेभलमा गएर दुईटा ब्रान्चमा डिभाइड हुनेछ। अब कुन ब्रान्चमा हेर्छ अरू कुन ब्रान्चमा डिभाइड भयो, एउटा राइट साइडतिर जानेलाई चाहिँ हामी राइट कमन आइलियाक आर्ट्री भन्ने, लेफ्ट साइडतिर जानेलाई चाहिँ लेफ्ट कमन आइलियाक आर्ट्री भन्ने। यो राइट र लेफ्ट कमन आइलियाक आर्ट्री पनि तल गएर चाहिँ फेरि अगेन डिभाइड हुने रहेछन् इन्टरनल र एक्सटर्नल आइलियाक आर्ट्रीमा। कोही केमा बाबुहरू एक्सटर्नल आइलियाक आर्ट्रीमा र इन्टरनल आइलियाक आर्ट्रीमा डिभाइड हुने। त्यस लेफ्ट साइडमा पनि इन्टरनल आइलियाक आर्ट्री र एक्सटर्नल आइलियाक आर्ट्रीमा तल गएर डिभाइड हुने गर्छ। र यो एक्सटर्नल आइलियाक आर्ट्री चाहिँ तिम्रो ल्याग रिजनमा एज अ कन्टिन्युएसन हुने गर्छ, एज अ फिमोरल आर्ट्रीको रूपमा तिम्रोमा चाहिँ बडीमा तल गएर लोवर लिम्बमा कन्टिन्यू हुने गर्छ। सो दिज आर द aorta र त्यसको ब्रान्चेस बारेमा यसरी बुझ्नु पर्यो है बाबुहरू। एकचोटि म फेरि भन्छु है यो कुरा, ल त्योभन्दा पहिला एकचोटि यो पनि बुझौँ। हामीले भनेका छौँ राइट कमन क्यारोटिड आर्ट्री बाबु, कुन बाबु, राइट कमन क्यारोटिड आर्ट्री। हेर त बाबु मैले कहाँ देखाएको छु राइट कमन क्यारोटिड आर्ट्री, राइट कमन क्यारोटिड आर्ट्री इज अ ब्रान्च अफ द ब्राकोसेफालिक ट्रङ्क। तर लेफ्ट कमन क्यारोटिड आर्ट्री भनेको डाइरेक्टली आर्क अफ अट्टाबाट अराइज भएको छ। यो लेफ्ट कमन क्यारोटिड आर्ट्री र यसको यो ब्रान्चले चाहिँ राइट कमन क्यारोटिड आर्ट्रीहरू है, यो चाहिँ कहाँ जान्छ, ब्रेन रिजनमा जान्छ, हेड रिजनमा सप्लाई, हेड र नेक रिजनमा सप्लाई गर्ने आर्ट्री हो है यो चाहिँ है। कमन क्यारोटिड आर्ट्री भनेको कमन क्यारोटिड आर्ट्री पनि राइट लेफ्ट हुन्छ, जसले कहाँ चाहिँ हेड र नेक रिजनमा सप्लाई गर्ने आर्ट्रीलाई भन्छ है बाबु। त्यही कारणले माथितिर जान्छ। अब हेर त राइट कमन क्यारोटिड आर्ट्रीहरू र लेफ्ट कमन क्यारोटिड आर्ट्रीहरू है एट लेभल अफ, हेर त यो लेभलमा, यो भनेको अप्पर बर्डर हो है, अथवा सुपेरियर बर्डर अफ थाइरोइड कार्टिलेज हो है, जो चाहिँ हामी चाहिँ C2 र C3 भर्टेब्राको बिचमा लोकेटेड हुने गर्छ। त्यहाँ पुगिसकेपछि अगेन यो पनि दुईटा ब्रान्चेसहरूमा डिभाइड भएको हुन्छ, एउटा एक्सटर्नल क्यारोटिड आर्ट्रीमा र इन्टरनल क्यारोटिड आर्ट्रीको दुईटा ब्रान्चमा भएको हुन्छ। राइट साइडमा पनि त्यही एक्सटर्नल र इन्टरनलमा चाहिँ डिभाइड भएको हुन्छ, लेफ्ट साइडमा पनि एक्सटर्नल र इन्टरनल क्यारोटिड आर्ट्रीमा डिभाइड भएको हुन्छ है। फेरि एक्सटर्नल क्यारोटिड आर्ट्रीको पनि 8वटा यसरी ब्रान्चेसहरूलाई गिब्राइज गर्छ। त्यसले कसैले इयरमा सप्लाई गर्छ, कसैले आइएमए सप्लाई गर्छ, कसैले है पोस्टियर ब्रेनको पोर्सनहरूमा सप्लाई गर्छ, त्यसरी सप्लाई गर्ने कुरा बुझिरहेको है। सो दिज आर द ब्रान्च अफ द कमन क्यारोटिड आर्ट्रीको ब्रान्चको बारेमा यसरी बुझ्छौँ है हामी। छ त्योभन्दा पनि पहिले म चाहिँ यसरी अब म यो फिगरबाट एक्सप्लेन गर्छु है त बाबुहरू। यहाँबाट तिम्रो चाहिँ यसरी चाहिँ स्ट्यान्डिङ aorta आयो लेफ्ट भेन्टिकलबाट है। स्ट्यान्डिङ aortaको चाहिँ एउटा मात्र ब्रान्च के भन्यो हामी, राइट कोरोनरी आर्ट्री भन्यो। कोरोनरी आर्ट्रीको दुईटा ब्रान्च रहेछ, राइट कोरोनरी आर्ट्री र लेफ्ट कोरोनरी आर्ट्री कुरा गऱ्यौँ है। त्यसले चाहिँ T4 लेभलमा गएर चाहिँ हामी चाहिँ के गिब्राइज गर्छ, आर्क अफ अट्टालाई गिब्राइज गर्छ। आर्क अफ अट्टाको तिनवटा ब्रान्च रहेछ हेर्छु अब। यो ब्रान्चलाई हामी के भन्यो, ब्राकोसेफालिक ट्रङ्क भन्यो। ब्राकोसेफालिक ट्रङ्क पनि फर्दर डिभाइड भएको हुन्छ यसरी दुईटा ब्रान्चमा, एउटा राइट सबक्ल्याभियनमा हेर्नु अब, राइट सबक्ल्याभियनमा चाहिँ र राइट कमन क्यारोटिड आर्ट्रीमा चाहिँ डिभाइड भएको। यो चाहिँ माथि जाने चाहिँ राइट कमन क्यारोटिड आर्ट्री चाहिँ तल क्ल्याभिकलको ठ्याक्कै तल जाने चाहिँ राइट सबक्ल्याभियन आर्ट्री भन्ने कुरा, ठिक छ। त्यस्तै अर्को ब्रान्च छ यसको लागि चाहिँ डाइरेक्टली चाहिँ आउने ब्रान्चले चाहिँ यसलाई चाहिँ लेफ्ट कमन क्यारोटिड आर्ट्री पनि गिब्राइज गर्छ। लेफ्ट कमन क्यारोटिड आर्ट्रीले पनि गिब्राइज गर्छ। अर्को चाहिँ हामी चाहिँ क्ल्याभिकलको तल भने चाहिँ लेफ्ट सबक्ल्याभियन आर्ट्री पनि गिब्राइज गर्छ। इन्ट्रान्समा के झिक्कानुको लागि सोच्नु थाहा बाबुहरू चाहिँ लेफ्ट सबक्ल्याभियन आर्ट्री चाहिँ डाइरेक्ट ब्रान्च अफ भन्यो भने के को भने आर्क अफ अट्टा भन्ने। तर राइट सबक्ल्याभियन आर्ट्री चाहिँ अथवा राइट कमन क्यारोटिड आर्ट्री चाहिँ इज अ ब्रान्च अफ भन्यो भने ब्राकोसेफालिक ट्रङ्क विच इज अ ब्रान्च अफ आर्क अफ अट्टा, यसरी सम्झिने है बाबुहरू। ओके, इक्जामको लागि ठिक छ। अब हामीले यो पनि भयो भने मैले चाहिँ यो राइट कमन क्यारोटिड आर्ट्री र लेफ्ट कमन क्यारोटिड आर्ट्रीहरू यहाँ तिम्रो चाहिँ थाइरोइड ग्ल्यान्ड होला। थाइरोइड ग्ल्यान्डको चाहिँ हामी चाहिँ सुपेरियर बर्डरमा चाहिँ गइसकेपछि दुईटा ब्रान्चमा डिभाइड भएको जस्तो यहाँ देखाएको छ नि। एउटा यो ब्रान्च एक्सटर्नलतिर गएर त्यही एक्सटर्नल क्यारोटिड आर्ट्री, एउटा भित्रतिर गएर त्यही इन्टरनल क्यारोटिड आर्ट्रीमा डिभाइड भएको हुन्छ। लेफ्ट साइडमा पनि एक्सटर्नल क्यारोटिड आर्ट्री र इन्टरनल क्यारोटिड आर्ट्रीमा कमन क्यारोटिड आर्ट्रीमा डिभाइड भएको हुन्छ है। एक्सटर्नल क्यारोटिड आर्ट्रीको पनि 8वटा ब्रान्चेसहरू हुन्छ नि, नाम छोडिदियो अहिले चाहिन्न, धेरै कम्प्लेक्स हुन्छ, तर 8वटा ब्रान्च हुन्छ भने सम्झिराख्नु। त्यस्तै हो है। अब यो चाहिँ तल आयो, ठिक छ। यो T4 लेभल हो। यो चाहिँ T4 लेभल भन्दा तल आइसकेपछि के भन्ने, यसलाई डिसेन्डिङ thoracic aorta भन्ने। कहाँसम्म, डायफ्रामसम्म। यो भने के छ, यहाँ डायफ्राम देखाउनु। डायफ्रामलाई चाहिँ सप्लाई गर्ने आर्ट्रीको नाम सोध्छ है इन्ट्रान्समा, के भन्ने, फेनेरिक आर्ट्री भन्ने, ठिक छ। यहाँदेखि यहाँसम्मको चाहिँ आर्ट्रीले हुन्छ, त्यसलाई डिसेन्डिङ thoracic aorta भन्यो। त्यसपछि T12 भन्दा तल, T12 देखि तललाई आउनेलाई चाहिँ एब्डोमिनल aorta भन्यो है। एब्डोमिनल aorta पनि
T12 देखि हामी कुन रिजनमा गएर चाहिँ बाबुहरू कुन रिजनमा गएर L4 लेभलमा गएर L4 लेभलमा गएर दुईटा ब्रान्चमा डिभाइड भएको यो चाहिँ एब्डोमिनल अorta पनि T4 लेभल सो L4 लेभलमा गएर दुईटा ब्रान्चमा डिभाइड गरेको एउटा यतातिर गयो एउटा यतातिर गयो सो राइट कमन आइलियाक आर्ट्रीमा हेर्छु अब यही कुरा लेखेँ राइट कमन र यसलाई चाहिँ राइट कमन आइलियाक आर्ट्रीमा र लेफ्ट कमन आइलियाक आर्ट्री भनेको राइट साइडतिर जाने राइट कमन आइलियाक आर्ट्री लेफ्ट साइडतिर जाने लेफ्ट कमन आइलियाक आर्ट्री सो पनि फर्दर डिभाइड हुने गर्छ है यो पनि अगेन दुईटा ब्रान्चमा डिभाइड भएको छ हेर्छु अब भित्रतिरलाई चाहिँ इन्टरनल चाहिँ कमन आइलियाक आर्ट्री भन्ने है बाहिरतिरकोलाई चाहिँ एक्सटर्नल कमन आइलियाक आर्ट्री भन्ने यहाँ पनि सेम भएको छ इन्टरनल कमन आइलियाक आर्ट्री र एक्सटर्नल कमन आइलियाक आर्ट्री र यो एक्सटर्नल कमन आइलियाक आर्ट्री यो चाहिँ ल्याग रिजनमा गएर चाहिँ ल्याग रिजनमा चाहिँ हामी चाहिँ एज अ फिमोरल आर्ट्रीको रूपमा कन्टिन्यू हुन्छ किनकि हामीलाई थाहा छ फिमर बोन भन्ने त्यो फिमोरल आर्ट्रीको रूपमा कन्टिन्यू भएर हाम्रो बडीमा सर्कुलेसन यसरी चाहिँ हाम्रो आर्टरी सप्लाई हुने गर्छ ह्युमन बडीमा ओके बाबुहरू बुझ्छौँ अब ल अब फाइनली चाहिँ एउटा सानो कुरा अर्को पनि पढाउँछु म हामीमा दुईटा खालको सर्कुलेसन हुन्छ हामीले यो त थाहै भइसक्यो अब त यो अर्को पनि हुन्छ एउटा पोर्टल सर्कुलेसन त्यसको बारेमा अहिले कुरा गर्दैनौँ हामी है हाम्रो एउटा सिस्टमिक सर्कुलेसन अर्को भनेको पल्मोनरी सर्कुलेसन भनेको सर्कुलेसन अकरिङ बिट्विन हार्ट र लङ्सहरूको बिचमा अकरिङ हुनेलाई चाहिँ पल्मोनरी सर्कुलेसन भनौँला हार्ट र अन्य टिस्युहरूको बिचमा अकरिङ हुने सर्कुलेसनलाई सिस्टमिक सर्कुलेसन भनौँला हामीलाई थाहा छ सर्कुलेसन कहाँबाट स्टार्ट हुन्छ हाम्रो चाहिँ अभियसली हाम्रो चाहिँ कहाँबाट राइट एट्रियमबाट स्टार्ट होला नि अबहरू कहाँबाट स्टार्ट हुन्छ राइट एट्रियमबाट स्टार्ट हुन्छ है सो राइट एट्रियम कन्ट्याक्ट गइसकेपछि राइट भेन्टिकलमा जान्छ डिओक्सिजेनेटेड ब्लड भाया चाहिँ पल्मोनरी आर्टरीको थ्रु चाहिँ कहाँ गयो लङ्समा गएर अक्सिजनेसन भयो अक्सिजनेसन भइसकेपछि पल्मोनरी भेनले चाहिँ त्यसलाई चाहिँ अक्सिजनेटेड ब्लडलाई चाहिँ केरी गर्यो लेफ्ट एट्रियममा है लेफ्ट एट्रियमबाट कहाँ गयो अगेन चाहिँ लेफ्ट भेन्टिकलमा गयो लेफ्ट भेन्टिकल कन्ट्याक्ट भइसकेपछि औटाको थ्रु चाहिँ है औटीको ओरिफेस ओपन भएर चाहिँ आर्टरिजहरू हुँदै टिस्युमा गयो टिस्युदेखि भेन हुँदै अगेन भेन्युल सुपेरियर इन्फेरियर भेनाकामा हुँदै अगेन राइट एट्रियममा आउने गर्छ सो हामीलाई के सोध्छ है इन्टरनल कहिलेकाहीँ चाहिँ पल्मोनरी सर्कुलेसन कहाँबाट स्टार्ट हुन्छ कहाँबाट इन्ड हुन्छ भन्ने सोध्यो भने के भन्नु अब थाहा छ पल्मोनरी सर्कुलेसन कहाँबाट स्टार्ट हुन्छ पल्मोनरी सर्कुलेसन स्टार्ट फ्रम द राइट भेन्टिकलबाट स्टार्ट हुन्छ अनि लेफ्ट एट्रियममा गएर चाहिँ इन्ड हुन्छ भन्ने ओके अर्को चाहिँ सिस्टमिक सर्कुलेसन कहाँबाट स्टार्ट हुन्छ भन्यो भने कहाँबाट भन्ने बाबुहरू सिस्टमिक सर्कुलेसन स्टार्ट फ्रम द राइट एट्रियमबाट स्टार्ट हुन्छ कहाँबाट हुन्छ बाबुहरू राइट एट्रियमबाट स्टार्ट हुन्छ र इन्ड हुने भनेको हाम्रो चाहिँ लेफ्ट भेन्टिकल ओके बाबुहरू आजको लागि हामी यति पढ्छौँ है के नजाने कुरा अथवा केही कमेन्ट गर्नु छ भने है कमेन्ट गर्नु पऱ्यो है बाबु ओके थ्याङ्क्स फर टुडे यति गरौँ आज ओके